तपाईँहरू सबैजनालाई स्वागत छ। जतिजना पछाडि अहिले आउनुभएको छ, हामी तपाईँहरू सबैजनालाई एकदमै स्वागत गर्न चाहन्छौँ। र अ, र तपाईँहरू यदि कोही नयाँ हुनुहुन्छ भने हामी तपाईँलाई अन्तिममा तपाईँहरूलाई परमेश्वरको वचनको सेवाकै पछाडि फिडब्याक हुनुभन्दा अलिकति अगाडि हामी तपाईँहरूलाई परिचयको लागि समय दिनेछौँ। र म आज तपाईँहरूको बिचमा मैले यो केही महिनादेखि यताबाट मैले डोकिमस एप्रुभड टेस्ट जाँच गरिएर प्रमाणित गरिने कुरालाई टुपोस अथवा छाप टुपोस इन प्रिन्ट भनेर भन्छ। लगभग यिनीहरू सिनोनिमहरू हो। यही कुराहरू मैले तपाईँहरूको बिचमा गरिराखेको छु। अनि आज म तपाईँहरूको बिचमा म यही कुराहरू फेरि पनि म गर्नेछु। मैले गत महिना पनि एल बेथेलमा पनि मैले यही कुराहरू मैले गरेको थिएँ। डोकिमसकै बारेमा कुरा गरेको थिएँ। त्योभन्दा अगाडि पनि एक दुई पटक मैले गरेँ। अनि आज पनि म तपाईँहरूको बिचमा यो कुराहरू म गर्नेछु। अनि यो यो मेसेज परमेश्वरले साँच्चै टाइमली एउटा एउटा समयमा हामीलाई परमेश्वरले बाटो देखाउनका लागि, हामीलाई परमेश्वरले जानकारी दिनका लागि हाम्रो बिचमा यसलाई ल्याउनु भएको रहेछ भनेर मैले अहिले बुझ्दैछु। किन भन्दाखेरि अहिले यो समयमा धेरै मान्छेहरूको जीवनमा, परिवारमा, सेवकाईमा विभिन्न कुराहरू अहिले भइराखेको छ। उत्तल पुतलहरू भइराखेको छ, हल्लिने कुराहरू अहिले भइराखेको छ। अनि अनि त्यति मात्र होइन, मान्छेहरूको मनभित्र पनि भित्रभित्र हलचलका कुराहरू अहिले एकदमै ज्यादा भइराखेको छ। यी सबै कुराहरू किन हुन्छ भन्दाखेरि चाहिँ को मान्छे चाहिँ जेन्युन हो, डोकिमस हो, को मान्छे चाहिँ जेन्युन होइन, पक्का होइन होइन भनेर चाहिँ पत्ता लगाउनका लागि परमेश्वरले जाँच्नुहुन्छ, टेस्ट गर्नुहुन्छ, अनि प्रमाणित गर्नुहुन्छ, डोकिमस गर्नुहुन्छ। डोकिमसको बारेमा के हो भनेर ग्रिक शब्द हो होइन। अनि इङ्ग्लिसमा यसलाई कहिलेकाहीँ टेस्ट जाँच भनेर पनि यसलाई उल्था गरिएको छ भने कहिलेकाहीँ चाहिँ एप्रुभड प्रुभन भनेर पनि यसलाई उल्था गरिएको छ। अर्को शब्दमा भन्दाखेरि जाँच गरेर क्वालिटी स्ट्यान्डर्ड मिट गर्यो भने प्रमाणित गरिन्छ, त्यसलाई छाप लगाइन्छ, त्यसलाई एप्रुभ गरिन्छ, त्यसलाई चाहिँ डोकिमस भनेर ग्रिकहरूको शब्दमा त्यो कुराहरू भनिन्छ। अनि यो चाहिँ परमेश्वरका जनहरूमा, परमेश्वरको राज्यमा, बाइबलमा यी कुराहरू हामीले देख्दछौँ। नयाँ करारमा एकदमै ज्यादा हामी यी कुराहरू हामी देख्दछौँ होइन। अनि मैले अघि तपाईँलाई भने यो सबै म्यासेजहरू आउँदै गर्दाखेरि जहिले पनि परमेश्वरले मैले अस्ति पनि भने पर्दा पछाडि हुँदै गरेको परमेश्वरको राज्यमा, आत्मिक दुनियाँमा परमेश्वरले केही कुराहरूको हलचलहरू आउँदैछ भने परमेश्वरले आफ्नो जनहरूलाई त्यो कुराहरू प्रकट गर्नुहुन्छ होइन। अनि हामी पनि ख्रिस्ट येशूको शरीर र परमेश्वरको राज्य भएको कारणले गर्दाखेरि यत्रो यस राइजमा, टेक्टोन ग्लोबलमा, हेब्रोन कम्युनिटीमा अथवा तपाईँहरू जहाँ जहाँ जुन मण्डलीमा हुनुहुन्छ, पवित्र आत्मा तपाईँहरूसँग हुनुहुन्छ। पक्कै पनि पवित्र आत्माले तपाईँहरूसँग बोल्नुहुन्छ। हामीले यत्रो प्रेरितहरू, अगमवक्ताहरू, फाइभफोल्ड मिनिस्टरहरू भनेका छौँ। पक्का पनि परमेश्वरले चाहिँ स्वर्गले अहिले के कुराहरू गर्दै हुनुहुन्छ त्यो कुराहरू भन्नुहुन्छ होला नि त, अवश्य पनि होइन। परमेश्वरले कि त एकदमै नाम चलेको जस्तो व्यक्तिहरूलाई, भयङ्कर प्रख्यातहरूलाई मात्रै परमेश्वरले बोल्ने त होइन, अवश्य पनि परमेश्वरले विश्वासयोग्य व्यक्तिहरूलाई, चाहे जो सुकै होस्, नाम चलेको होस्, नाम नचलेको होस्, परमेश्वरले उहाँले गर्दै गर्नुभएको कुराहरू, आत्मिक दुनियाँमा गर्दै गर्नुभएको कुराहरू अवश्य पनि उहाँले हामीलाई बताउनुहुन्छ। परमेश्वरले कामहरू गर्नु हुँदाखेरि फेरि जुनै पनि कुराहरू नबताइकन गर्नुहुन्न, कुनै पनि कुराहरू होइन। परमेश्वरले जहिले पनि त्यो कुरालाई प्रकट गर्नुहुन्छ। शैतानले के गर्दैछ, परमेश्वरले के गर्दै हुनुहुन्छ, परमेश्वरको राज्यमा के कुराहरू हुँदैछ, त्यो कुराहरूलाई एकुरेट किसिमले, सठिक किसिमले चाहिँ होइन थाहा पाउने मानिसहरू, आत्मिक संसारलाई, आत्मिक दुनियाँलाई थाहा पाउने मान्छेहरू हुन्छन्, छन्। पहिला बाइबलको समयमा त्यही भएर बाइबल लेखियो होइन। हामीभन्दा अगाडि पनि थिए, त्यही भएर बाइबलमा त्यो कुराहरू रेकर्ड गरेर राखियो। पुरानो करारमा मानिसहरू थिए, कतिवटा बाइबलमा रेकर्ड भएको छ, कतिवटा बाइबलमा रेकर्ड भएको छैन, तर परमेश्वरले त्यहाँनिर कामहरू गर्नुभएको छ।
अनि अहिले पनि पक्का पनि परमेश्वरले उहाँको पवित्र आत्मा हामीसँग हुनुहुन्छ, उहाँको जनहरू हामीसँग हामी भएको कारणले गर्दाखेरि हामीलाई परमेश्वरले गर्दै गर्नुभएको कुराहरू, गर्न लाग्नुभएको कुराहरू, पहिला गरिसकेको कुराहरू पनि यो कुरा है भनेर उहाँले अवश्य पनि हामीलाई परमेश्वरले बताउनुहुन्छ होइन। अनि त्यसो हुँदै गर्दाखेरि एउटा डोकिमस एउटा प्रमाणित हुने कुरा चाहिँ, जाँच गरिएर प्रमाणित हुने कुरा चाहिँ महत्त्वपूर्ण छ यो समयमा। अनि अहिले जति पनि अवस्थाहरू, अहिले मानिसहरूको हृदयलाई हेर्दै गर्दाखेरि, विभिन्न कुराहरू हेर्दै गर्दाखेरि, हलचलहरू हेर्दै गर्दाखेरि, हरेक कुराहरू हेर्दै गर्दाखेरि परमेश्वरले यो डोकिमसको समयमा अथवा प्रमाणित गर्ने, एप्रुभ गर्ने, अनि एप्रुभ गर्नुभन्दा पहिला स्ट्यान्डर्ड नापिन्छ, जाँचिन्छ होइन। सुन किन्न जाँदाखेरि पक्का यो सुन चाहिँ एकदमै प्योर 49 भनेर भन्छ होइन हङकङमा। हङकङको सुन एकदमै राम्रो भनेर भन्छ, संसारकै सबैभन्दा बेस्ट क्वालिटीको भन्छ। कसरी थाहा पाउनु त सुन हो कि यो के हो भनेर कसरी थाहा पाउने भन्दाखेरि जहिले पनि सुन चिन्ने मान्छेले के गर्छन् भन्दाखेरि यो चाहिँ प्योर सुन हो कि मिसावट छ भनेर उनीहरूले चाहिँ जाँच्ने मेसिनहरू हुन्छ अथवा उनीहरूसँग अनुभवहरू हुन्छ, जुन अनुभवहरूद्वारा चाहिँ यो सुन चाहिँ प्योर हो कि यो चाहिँ मिसावट भएको छ, मिसावट भने कति पर्सेन्ट अथवा प्रतिशत मिसावट छ, कति पर्सेन्ट प्योर हो भनेर चाहिँ थाहा पाउने मानिसहरू, मेसिनहरू हुन्छन्। त्यसद्वारा उनीहरूले के गर्छन् भन्दाखेरि चाहिँ सुनको क्वालिटीलाई उनीहरूले थाहा पाउँछन्। कतिखेर थाहा पाउँछन् भन्दाखेरि त्यसलाई कसी लाउनु पर्यो, त्यसलाई टेस्ट गर्नु पर्यो, त्यसलाई जाँचिनु पर्यो। जाँचिसके पछाडि मात्रै यो चाहिँ प्योर हो, यो चाहिँ मिसावट छ, यो चाहिँ सुन होइन भनेर चाहिँ सुन जस्तै देखिँदाखेरि पनि सुन नचिन्ने मान्छेले के गर्छन् भन्दाखेरि थाहा पाउँदैन होइन। त्यसलाई कसी लाउन नजान्ने मान्छेले थाहा पाउँदैन। त्यसलाई मेसिनमा हालिएन भने यसको पर्सेन्टेजहरू थाहा हुँदैन, कति पर्सेन्टेज चाहिँ सुन, कति पर्सेन्टेज चाहिँ मिसावट छ भनेर हामीलाई थाहा हुँदैन। अनि त्यही प्रकारले परमेश्वरले पनि कुनै कुरालाई प्रमाणित गर्नभन्दा अगाडि होइन, परमेश्वरले मात्र होइन, तपाईँ र म कलेजमा गयौँ भने, स्कुलमा गयौँ भने, जबमा गयौँ भने, जुनसुकै कुराहरूमा जाँदाखेरि पनि तपाईँ र मलाई कुनै कुराको जिम्मेवारी कसैले तपाईँ र मलाई भरोसा गर्नुभन्दा अगाडि, कसैले तपाईँ र मलाई होइन जिम्मेवारी दिनुभन्दा अगाडि चाहिँ पहिला जाँचिन्छ। हाम्रो मोटिभहरू जाँचिन्छ, हाम्रो आचरणहरू जाँचिन्छ, हाम्रो विश्वास, हाम्रो कामहरू, हाम्रो हरेक कुराहरू जब जाँचिसके पछाडि चाहिँ के हुन्छ भन्दाखेरि प्रमाणित भयो भने होइन, भरोसायुक्त भयो भने, प्रमाणित देखा पर्यो भने मात्रै के हुन्छ भन्दाखेरि कसैले हामीलाई ट्रस्ट गर्छ, कसैलाई हामीलाई जिम्मेवारी वहन गर्छ होइन। जाँचिसके पछाडि चाहिँ जब प्रमाणित हुन्छ अनि मात्रै उनीहरू पास हुन्छन्, अनि मात्रै उनीहरू अर्को क्लासमा उनीहरूलाई अपग्रेड गरिन्छ होइन। 7 क्लासबाट अपग्रेड 8मा हुनु पर्यो भने पहिला जाँचहरू लिनुपर्ने हुन्छ, टेस्टहरू लिनुपर्ने हुन्छ। हरेक इन्स्टिट्युसनहरूमा के हुन्छ भन्दाखेरि हरेक हरेक इन्स्टिट्युसनहरूमा के हुन्छ भन्दाखेरि चाहिँ प्रमोसन आउनुभन्दा अगाडि, ग्रेटर मेजरमा कामहरू हुनुभन्दा अगाडि चाहिँ पहिला परमेश्वरले जाँच गर्नुहुन्छ अनि अथवा जाँचिन्छ। अनि जाँच गर्नुपर्ने मानिसहरूले, इन्स्टिट्युसनहरूले, जाँच गर्नुपर्ने व्यक्तिहरूले होइन, संस्थाहरूले चाहिँ के गर्छन् भन्दाखेरि जाँचेर मात्रै उनीहरूले के गर्छन् भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ जिम्मेवारी वहन गर्छ। अगाडि बढ्ने कामहरू हुन्छ होइन, पास गर्ने, एलिभेट गर्ने कुराहरू, उनीहरूलाई होइन अझ अपग्रेड गर्ने कुराहरू चाहिँ सबै कुराहरू चाहिँ जाँच भइसकेर प्रमाणित भइसके पछाडि मात्रै हुन्छ। त्यसकारण परमेश्वरको पनि हामीले अस्ति सुनेका छौँ जाँच्ने तरिकाहरू छ, समयहरू छ। उहाँले आफ्नो जनहरूलाई, आफ्नो मानिसहरूलाई उहाँले प्रमाणित गर्नु हुँदाखेरि, अगाडि बढाउनु हुँदाखेरि परमेश्वरले जाँच गर्नुहुन्छ, टेस्ट लिनुहुन्छ। पहिला टेस्ट लिनुहुन्छ। हामीले पहिला पनि सुन्यौँ उहाँले येशू ख्रिस्टलाई पवित्र आत्माले अभिषेक गरिसके पछाडि, येशू ख्रिस्टलाई पवित्र आत्माले भरपुर गरिसके पछाडि, बप्तिस्मा लिइसके पछाडि सबैभन्दा पहिला चाहिँ जाँच्नलाई शैतानले उजाड स्थानमा लग्यो भनेर चाहिँ हामीले देख्दछौँ होइन। एकजना प्रभुको दासले एउटा मेकिङ अफ अ लिडर भन्ने किताब छ, धेरै वर्ष अगाडि त्यो किताब मैले पास्टर डिके दानियलबाट मैले पाएको छु। त्यो किताब मैले अहिलेसम्म राखिरहेको छु, मसँग छ। अनि मलाई लाग्छ त्यो किताब सकेसम्म म जहाँ जहाँ हुन्छु त्यो किताब मैसँग हुन्छ। केही किताबहरू हुन्छन् म जहाँ जान्छु त्यो किताबहरू मैसँग हुन्छ, प्राय मेरै साथमा हुन्छ ती किताबहरू। अनि त्यो एउटा किताबमा चाहिँ फ्राङ्क डामाजियो भन्ने व्यक्तिले धेरै वर्ष अगाडि लेखेको किताब अहिले अपडेटेड भन्न तपाईँले पाउनुहुन्छ, किन्डलमा पनि पाउनुहुन्छ। त्यो किताबमा उहाँले सुरुमा टाइटलमै के लेखेको छ भन्दाखेरि मेकिङ अफ अ लिडर भनेर चाहिँ त्यो किताबको टाइटल हो। अनि उहाँले सुरुमै के लेख्नु भएको छ भन्दाखेरि
परमेश्वरले छान्नुहुन्छ, बोलाउनुहुन्छ। गड चुजेस। परमेश्वरले छान्नुहुन्छ, बोलाउनुहुन्छ, अभिषेक गर्नुहुन्छ। होली स्पिरिट, स्पिरिट टेस्ट, पवित्र आत्माले जाँच्नुहुन्छ त्यस पछाडि। मेन अथवा बोलाइएको मान्छे, हामी जो अभिषिक्त मान्छेहरू, बोलाइएका मान्छेहरू चाहिँ वी रेस्पोन्ड भनेको चाहिँ हामी चाहिँ जवाफ दिन्छौँ भने परमेश्वरको बोलावटमा चाहिँ त्यस पछाडि। गड चुजेस, स्पिरिट टेस्ट, मेन रेस्पोन्ड भनेर चाहिँ उहाँले त्यो टाइटलमै त्यसरी राख्नु भएको छ होइन। त्यसको मतलब जतिजना परमेश्वरको राज्यमा अहिले तपाईँ र मलाई परमेश्वरको राज्यमा हामी अगाडि बढ्दै जाँदाखेरि होइन, हामीले जहिले पनि हाम्रो हेराइ के हुन्छ भन्दाखेरि चर्चको पास्टर हुन पायो भने त, टिचर इभान्जलिस्ट हुन पायो भने, चर्चको एल्डर डिकन हुन पायो भने म सेवकै गर्थेँ होला होइन, मेरो नाम आउँथ्यो होला, पुलपिटमा हुन्थ्यो होला होइन, मलाई अधिकारहरू आउँथ्यो होला भनेर हाम्रो हेराइ त्यो हुन्छ। हेर्नुहोस्, त्यो हेराइ भनेको कस्तो खालको हेराइ भन्दाखेरि चाहिँ त्यो चाहिँ परमेश्वरको राज्यको सिद्धान्तको हेराइ होइन, देखाइ बुझाइ होइन। त्यो हेराइ हामी सबैभित्र, मान्छेभित्र हुन्छ, नहुने होइन। त्यो हेराइ कहाँबाट आएको, त्यो प्रिन्सिपल, त्यो विचार कहाँबाट, त्यो फिलोसफी कहाँबाट आएको हो भन्दाखेरि चाहिँ संसारबाट आएको। हेर्नुहोस्, त्यो चाहिँ संसारमा हामीले येशूलाई परमेश्वरको राज्यमा आउनुभन्दा अगाडि जुन वातावरणमा, जुन कन्टेक्स्टमा, जुन प्रकारको इन्भाइरोमेन्टमा हामी संसारको इन्भाइरोमेन्टमा सिक्यौँ, एजुकेसन भयो, समाजहरूले हामीलाई के सिकायो भन्दाखेरि चाहिँ अधिकार पाउनका लागि, काम गर्नका लागि चाहिँ होइन, नेतृत्व गर्नका लागि चाहिँ पद हुनुपर्छ होइन, पद भयो भने मात्रै, त्यो ठाउँमा पुग्यो भने मात्रै नेतृत्व हुन्छ, ऊ चाहिँ लिडर हो अनि उसले मात्र, उसँग मात्रै अधिकार हुन्छ भनेर हामीले चाहिँ देखिराखेका हुन्छ। हुनु पनि संसारको कुराहरू त्यसरी नै भइराखेको हुन्छ। हेर्नुहोस्, अनि मानिसहरू चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ त्यो पदलाई अथवा त्यो ठाउँलाई, त्यो ठाउँमा पुग्नका लागि चाहिँ तत्छाड मछाड विभिन्न त्यहाँनिर चाहिँ के अरे प्रविधिहरू छ, तरिकाहरू छ, सिस्टमहरू छ त्यहाँनिर चाहिँ। जस्तै उदाहरणको लागि के अरे देशको प्रधानमन्त्री, राष्ट्रपति हुनलाई इलेक्सन हुनु पर्यो, चुन्नु पर्यो, सबैभन्दा होइन कृष्ण हुनु पर्यो, सबैले उसलाई विश्वास गरेको व्यक्ति हुनु पर्यो, इलेक्सन हुनु पर्यो, अनि त्यहाँदेखि ऊ त्यो ठाउँमा पुग्छ अनि उसले आफ्नो अधिकारलाई प्रयोग गर्छ, आफ्नो अधिकारहरूलाई, प्रतिजित भएको अधिकारलाई उनीहरूलाई प्रयोग गर्छ। हेर्नुहोस्, संसारको राज्यमा त्यस्तो हुन्छ। अनि यी कुराहरू हाम्रो वरिपरि देखेको कारणले गर्दाखेरि चाहिँ हामीलाई के विश्वास हुन्छ भन्दाखेरि परमेश्वरको राज्य पनि त्यसरी नै चल्छ भन्ने विश्वास हुन्छ। तर परमेश्वरको राज्यमा त्यो हुँदैन। हेर्नुहोस्, परमेश्वरको राज्यमा हामी आउने बित्तिकै उहाँले तपाईँ र मलाई वरदानहरू दिएको हुन्छ, जिम्मेवारी हुन्छ। एउटा सामान्य साधारण विश्वासीलाई पनि नयाँ गरी जन्मिने बित्तिकै परमेश्वरको राज्यमा दान, वरदान, बोलावट दिएर परमेश्वरले जिम्मेवारी तोडा दिइसकेको हुन्छ। कोही व्यक्ति पनि जिम्मेवारी विहीन व्यक्ति, तोडा नपाएको व्यक्ति परमेश्वरको राज्यमा हुँदैन। हेर्नुहोस्, अनि परमेश्वरको राज्यमा चाहिँ के हुन्छ भन्दाखेरि परमेश्वरले जति तोडा तपाईँ र मलाई दिनुभएको छ, जिम्मेवारी, वरदानहरू, बोलावटहरू दिनुभएको छ, त्यो सानो कुराहरूमा हामी जब विश्वासयोग्य हुँदै हुँदै तोडाहरू कमाउँदै 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 जाँदाखेरि मात्रै परमेश्वरको राज्यमा चाहिँ के हुन्छ भन्दाखेरि उहाँले चाहिँ हामीलाई अधिकार, अथोरिटी, त्यसमा प्रमाणित डोक्युमेन्ट्स हुँदै गइसके पछाडि मात्रै परमेश्वरको राज्यमा चाहिँ हाम्रो लागि चाहिँ अगाडिको ढोकाहरू, एक्सेसहरू खुल्दै खुल्दै जान्छ। हाम्रो क्षमताहरूलाई होइन, हाम्रो एनोइन्टिङ्सहरूलाई, ग्रेसहरूलाई, गिफ्टहरूलाई, हाम्रो सबै कुराहरूलाई चाहिँ उहाँले थप्दै थप्दै जानुहुन्छ। त्यो सबै कुराको इभ्यालुएसन चाहिँ कसले गर्नुहुन्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ स्वयं परमेश्वरले गर्नुहुन्छ। हेर्नुहोस्, चाहे तपाईँ र म चर्चको पास्टरको पदमा, एल्डर डिकनको पदमा तपाईँ र म पुगे तापनि नपुगे तापनि परमेश्वरको राज्यमा के हुन्छ भन्दाखेरि परमेश्वरको राज्यमा चाहिँ अलरेडी तपाईँ र मलाई जिम्मा दिएको हुन्छ। परमेश्वरको राज्यको वृद्धि गर्ने काम चाहिँ पास्टर, एल्डर डिकनको मात्रै होइन, थियोलोजियनहरूको मात्रै होइन। परमेश्वरको राज्यमा आएका सबै व्यक्तिहरूले के गर्नुपर्छ भन्दाखेरि परमेश्वरको राज्य वृद्धि गर्ने हो। अलरेडी उहाँले तपाईँ र मलाई दिनुभएको छ। त्यसकारण परमेश्वरले जब दिनुहुन्छ, दिइसके पछाडि चाहिँ उहाँले जाँच्नुहुन्छ। जाँच्नु किन हुन्छ त भन्दाखेरि तपाईँ र मलाई नाश गर्नका लागि होइन। जाँच भनेको चाहिँ तपाईँ र मलाई चाहिँ नराम्रो गर्नका लागि, तपाईँ र मलाई जजमेन्ट गर्नका लागि होइन। हुन त जाँच भनेको एउटा जजमेन्ट त हो एक प्रकारको,
तर जाँच भनेको कस्तो खालको परमेश्वरबाट आएको जाँच चाहिँ कस्तो खालको जजमेन्ट हो भने चाहिँ परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारीमा हामी कतिको विश्वासयोग्य भयौँ, कतिको इमान्दार भयौँ, कतिको होइन हामीले चाहिँ आज्ञाकारी भयौँ। परमेश्वरले त्यो कुराहरू हेर्नुहुन्छ होइन। परमेश्वरले त्यत्तिकै उहाँले एक तोडा दिनुभएको छ भने अर्को एक तोडा थप्नुहुन्न उहाँले त्यत्तिकै। उहाँले जुन एक तोडा तपाईँ र मलाई दिनुभएको छ त्यो तोडालाई तपाईँ र मैले के गर्छौँ, कतिको विश्वासयोग्य हुन्छ हामीलाई जिम्मेवारी दिएको कुराहरूमा, त्यहाँनिर उहाँले तपाईँ र मलाई जाँच गर्नु हुँदाखेरि, किनभने एउटा टाइम हुन्छ, टेस्टिङको टाइम हुन्छ। हेर्नुहोस्, उदाहरणको लागि उहाँले तपाईँ र मलाई एउटा जिम्मेवारी दिनुभयो, 5 वर्षसम्म उहाँ आउनु भएन, के पनि गर्नु भएन, भयङ्कर एउटा राम्रो समय आयो, सिजन आयो तपाईँ र मेरो जीवनमा। कुनै बिमार पनि आएन, समस्या पनि आएन, अभाव पनि आएन, सबैले राम्रो गर्यो होइन, मिडियामा हरेक क्षेत्रहरूमा भयो, यता त्यता भयो, सबै कुराहरू राम्रो भयो। 5 इयर्स फर एक्जाम्पलको लागि म तपाईँलाई भन्दैछु। अब सडनली फेरि के हुन्छ भन्दाखेरि 5 इयर्स पछाडि परमेश्वर चाहिँ के गर्न आउनुहुन्छ, टेस्ट गर्नलाई, जाँच गर्नलाई आउनुहुन्छ उहाँ। के जाँच गर्नलाई भन्दाखेरि चाहिँ यो मानिसलाई दिएको जिम्मेवारी तोडामा चाहिँ उसले के गर्यो, कतिको फल फलायो, कतिको अरू तोडाहरू कमायो, अनि तोडा कमाउँदाखेरि पनि नियमपूर्वक कमायो कि कसरी कमायो, ठिक तरिकाले कमायो कि बेठिक तरिकाले कमायो, त्यो सबै कुराहरू चाहिँ परमेश्वरले हेर्नुहुन्छ। हेर्नुहोस्, अनि त्यो भइसके पछाडि जाँच हुँदाखेरि चाहिँ सबै कुराहरू, हृदयका मोटिभहरूदेखि, हाम्रो हृदयका विचारहरूदेखि लिएर कसो कसो सबै कुराहरू जाँच गर्दाखेरि चाहिँ उहाँले चाहिँ प्रमाणित डोकिमस भेटाउनु भयो भने चाहिँ अनि त्यहाँदेखि उहाँले के गर्नुहुन्छ भन्दाखेरि अर्को तोडा थपिदिनुहुन्छ उहाँले चाहिँ। हेर्नुहोस्, परमेश्वरको राज्यमा वृद्धि भनेको चाहिँ त्यसरी हुन्छ। त्यसको मतलब हिजोसम्म तपाईँ र मेरो लागि एउटा तोडा थियो होइन, तपाईँ र मेरो लागि परमेश्वरको राज्यमा अथोरिटी चाहिँ होइन, जिम्मेवारी, रेभुलेसन, प्रकाशहरू, अनुग्रह, ग्रेसहरू फ्लो हुँदाखेरि चाहिँ एउटा तोडाको जस्तो हुन्थ्यो भने सडनली अब के हुन थाल्छ भन्दाखेरि जब जाँच गर्दाखेरि प्रमाणित परमेश्वरलाई भेटिने बित्तिकै परमेश्वरले अझ ग्रेटर मिजरमा हामीलाई प्रयोग गर्न थाल्नुहुन्छ। परमेश्वरले चाहिँ हाम्रो अथोरिटीको लेभलहरू अगाडि बढ्छ, प्रकाशको लेभलहरू अगाडि बढ्छ, हाम्रो चाहिँ होइन, हाम्रोमा चाहिँ कन्फिडेन्सको लेभलहरू अगाडि बढ्छ। हिलिङ र मिराकल्सहरू हो भने, रेभुलेसनहरू हो भने होइन, ग्रेसहरू, टिचिङहरू हो भने चाहिँ यी सबै क्षमताहरू चाहिँ उहाँले के गर्न थाल्नुहुन्छ भन्दाखेरि उहाँले हामीलाई इन्फ्लुएन्सहरू, सबै कुराहरू चाहिँ हाम्रो जीवनमा बढाउन सुरु गर्नुहुन्छ। कतिखेर भन्दाखेरि जब डोकिमस हुन्छौँ, टेस्ट गर्नुहुन्छ, जाँच गर्नुहुन्छ, त्यहाँनिर उहाँले फेथफुल भेटाउनु भयो भने यो कुराहरू गर्नुहुन्छ। परमेश्वरको राज्यमा त्यस्तो हुन्छ। हेर्नुहोस्, परमेश्वरले यसो हेर्नु, यो पास्टरहरू हो, यिनीहरूलाई म चाहिँ यस्तो गर्छु, अनि विश्वासी हो, यिनीहरूलाई म यस्तो गर्छु भनेर परमेश्वरले भन्नुहुन्न, हेर्नुहुन्न। परमेश्वरले उहाँले आफ्नो तोडा दिनुभएको तोडालाई हेर्नुहुन्छ। त्यो तोडामा विश्वासयोग्य भएका, चाहे पास्टर होस्, चाहे विश्वासी होस्, चाहे जोसुकै होस्, उहाँले जाँच गर्नुहुन्छ। जाँच गर्ने एउटा समय हुन्छ। हेर्नुहोस्, अनि त्यो टाइममा जब उहाँले जाँच गर्नुहुन्छ अनि त्यतिखेर उहाँले विश्वासयोग्य भेट्टाउनु भयो भने मात्रै उहाँले चाहिँ नेक्स्ट सिजनमा ढोका खोल्नुहुन्छ। नेक्स्ट समयमा उहाँले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ अनि उहाँले तपाईँ र मलाई प्रवेश गराउनुहुन्छ र अझ ग्रेटर मिजरमा परमेश्वरको राज्यको लागि उहाँले तपाईँ र मलाई उपयोग गर्नुहुन्छ। हेर्नुहोस्, अनि हो त्यो डोक्युमेन्ट्सको टाइम चाहिँ, डोक्युमेन्ट्सको टाइम चाहिँ, टेस्टिङको टाइम चाहिँ होइन, एउटा त्यो समय हुन्छ। परमेश्वरले जतिखेर पाए उहाँले त्यतिखेर उहाँले जाँच गर्नुहुन्न। उहाँले एउटा सिजन र ऋतुहरू परमेश्वरले हामी हरेकको लागि ठहराउनु भएको हुन्छ। अनि परमेश्वरले यो वर्ष चाहिँ धेरैलाई अगाडि ढोका खोलिने वर्ष, 2024 साल ढोका खोलिने वर्ष भन्यौँ हामीले होइन। धेरै प्रभुका दासहरूले भने हुन पनि धेरैको लागि ढोकाहरू खोल्नुभयो परमेश्वरले। अनि यो साल परमेश्वरले तपाईँ र मलाई के गर्दै हुन्छ भन्दाखेरि जाँच गर्दै हुन्छ, टेस्ट गर्दै हुन्छ, हामीलाई अझ बढी एप्रुभ गर्नका लागि, प्रमाणित गर्नका लागि, डोक्युमेन्ट्स गरेर अझ बढी ग्रेटर मिजरमा तपाईँ र मलाई अगाडि बढाउनका लागि परमेश्वरले तपाईँ र मलाई डोक्युमेन्ट्स गर्दै हुनुहुन्छ। हेर्नुहोस्, यी सबै हलचलहरू अहिले जब जब तपाईँले मैले हाम्रो परिवारमा सडनली विभिन्न खालको कुराहरू आउन सुरु गर्छ, हलचलहरू आउन थाल्छ, परिवारमा, मण्डलीमा, रोग बिमारहरू, समस्याहरू, अभावहरू, यी सबै हलचलहरूको विभिन्न प्रकारले उहाँले हल्लाउन सुरु गर्नुहुन्छ। अनि त्यो बेलामा चाहिँ तपाईँ र मैले थाहा पाउनुपर्छ हामी विश्वासयोग्य हुनुपर्छ।
परमेश्वरले तपाईँ र मलाई जाँच गर्दै हुनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई टेस्ट गर्दै हुनुहुन्छ। हरेकलाई उहाँले आफ्नो तरिकाले गर्नुहुन्छ। कसैको सेट स्ट्यान्डर्ड छैन परमेश्वरले यो तरिकाले गर्नुहुन्छ भनेर। हेर्नुहोस्, सिम्पली त्यो बेलामा उहाँले तपाईँ र मलाई हामी भित्रबाट के निस्किन्छ, परमेश्वरले अभिषेक गर्नुहुन्छ। गड चुजेस स्पिरिट, होली स्पिरिट टेस्ट, पवित्र आत्माले येशूलाई जाँच्नुभयो 40 दिनसम्म। अनि येशूलाई जाँच्दाखेरि उहाँबाट चाहिँ विश्वास अथवा उहाँले त्यो जाँचलाई उहाँले 3 पटकसम्म विजय हुनुभयो। उहाँ येशूले रेस्पोन्ड गर्नुभयो। यो ढुङ्गालाई रोटी बनाउन सक्छौ। येशूले के गर्नुभयो? शैतानको कुरा सुन्नु भएन, जाँच गर्नेको कुरा। परमेश्वरले शैतानलाई अनुमति दिनुभयो येशूलाई जाँच गर्नका लागि। 40 दिनसम्म पवित्र आत्मा उहाँको साथमा हुनुहुन्थ्यो होला, तर शैतानले चाहिँ जाँच गरिरहेको थियो। येशूलाई जाँच गर्ने अनुमति दियो परमेश्वरले। अलिकति अगाडि पवित्र आत्मालाई अभिषेक भएको छ, अनि आत्माले नै, पवित्र आत्माले नै उजाड स्थानमा शैतानको हातमा सुम्पिदियो अथवा शैतानलाई जाँच गर्ने समयमा ल्याइदियो। हेर्नुहोस् त्यहाँनिर। अनि हरेक पटक येशूलाई जाँच गर्दाखेरि येशूले शैतानको कुरा सुन्नु भएन। उहाँले ढुङ्गालाई रोटी बनाउन नसक्ने होइन, उहाँ परमेश्वर हुनुहुन्छ। तर उहाँले शैतानको कुरा सुनेर ढुङ्गालाई रोटी बनाएको उहाँ फेल हुनुहुन्थ्यो। हेर्नुहोस्, अर्को पटक होइन, सबै संसारको गौरव महिमालाई देखाइदियो। यो सबै मलाई दिएको छ, तिमीले मलाई दण्डवत गर्यो भने म यो दिनेछु भनेर चाहिँ शैतानले येशूलाई परीक्षा गर्यो। त्यतिखेर उहाँले के भन्नुहुन्छ? यहोवा परमेश्वरको मात्रै आराधना गर, उहाँको मात्रै दण्डवत गर भनेर चाहिँ येशूले शैतानलाई भने। त्यहाँ पनि शैतानको कुरा येशूले सुन्नु भएन। अर्को पटक पनि उहाँले सुन्नु भएन। हेर्नुहोस्, अनि त्यहाँनिर हामीले बाइबलमा देख्छौँ पवित्र आत्माले नै येशूलाई जाँच गर्नका लागि। येशू परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँ मानिसको पुत्र हुनुहुन्थ्यो, उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। उहाँ चाहिँ दुइटै हुनुहुन्थ्यो। उहाँ तपाईँ र म जस्तै परीक्षित हुनुभयो। उहाँ तपाईँ र म जस्तै उहाँ डोकिमस प्रमाणित हुन खाँचो थियो। तपाईँ र म जस्तै शैतानले, पवित्र आत्माले हरेक कुराहरूद्वारा उहाँ परीक्षित भएर उहाँ प्रमाणित हुनुभयो भनेर हिब्रूको पुस्तकमा लेखिएको छ। हेर्नुहोस्, अरू तपाईँ र मेरो लागि अगाडिको बाटो उहाँले चाहिँ खोल्नुभयो, कोर्नु भएको छ। हेर्नुहोस्, हरेक जाँचमा उहाँ प्रमाणित हुनुभएको छ, डोकिमस हुनुभएको छ। उहाँ गालिलमा, कानामा त्यत्रो ठुलो सेवकाई गर्नुभन्दा अगाडि, त्यत्रो ठुलो महिमालाई प्रकट गर्नुभन्दा अगाडि पवित्र आत्माले उजाड स्थानमा शैतानकोमा सुम्पनुभयो, शैतानलाई परीक्षा गर्ने अनुमति दिनुभयो। हेर्नुहोस्, अनि त्यो समय चाहिँ के थियो भन्दाखेरि येशूको लागि ठुलो कुरा पृथ्वीमा, जे कुरा हुनका लागि उहाँलाई पृथ्वीमा पठाएको थियो, ठुलो डोर ओपन हुँदै थियो, ठुलो ढोका खोलिने थियो, ठुलो जिम्मेवारी येशूको जीवनमा आउन लागिराखेको थियो। तर त्यो जिम्मेवारी आउनु अगाडि चाहिँ के गर्नु पर्थ्यो भन्दाखेरि प्रमाणित हुनु पर्थ्यो। हेर्नुहोस्, येशू पनि प्रमाणित हुन खाँचो थियो। स्ट्याम्प लागिनु पर्थ्यो, छाप लागिनु पर्थ्यो, एप्रुभ बाई गड भनेर। उहाँ चाहिँ परमेश्वरद्वारा, येशूले के भन्नुभएको छ भन्दाखेरि पिताले पुत्रलाई नै सबै कुराहरू सुम्पनु भएको छ, दिनुभएको छ भनेर त्यहाँनिर येशूले भन्नुहुन्छ। त्यस पछाडि हेर्नुहोस्, पिताले सबै कुराको छाप पुत्रलाई लगाउनु भएको छ, सबै कुराको अधिकार पुत्रलाई दिनुभएको छ भनेर यूहन्नाको सुसमाचारमा लेखेको छ। हेर्नुहोस्, त्यो सबै कुराहरू पुत्रलाई, जो उहाँ मानिसको स्वरूपमा तपाईँ र म जस्तै इजरायलमा हिँडिराख्नु भएको थियो, त्यतिकै दिनुभएको छैन। जब स्वर्गले उहाँलाई जाँच गर्दा, टेस्ट गर्दाखेरि उहाँ प्रमाणित भइसके पछाडि मात्रै उहाँको लागि चाहिँ त्यो अधिकारहरू, त्यो अथोरिटीहरू, त्यो मिराकल्सहरू, त्यो सबै कुराहरू उहाँको जीवनमा आएको तपाईँ र मैले देख्दछौँ। हेर्नुहोस्, येशू त्यो बाटोमा भएर जानुभयो होइन। अनि त्यो बाटोमा जानुभन्दा अगाडि चाहिँ परीक्षा दिनु पर्यो। जाँचिँदाखेरि चाहिँ उहाँले आफूलाई रेस्पोन्ड गर्नुभयो। उहाँले हरेक पटक उहाँ विजय हुनुभयो परीक्षाबाट। तैँले परमप्रभुको मात्र दण्डवत गर्नु, उहाँको मात्र सेवा गर्नु, सबै संसारको गौरवलाई देखाउँदाखेरि उहाँ परीक्षित हुनुभयो। मेन रेस्पोन्ड होइन,
अनि आज परमेश्वरले तपाईँ र मलाई अवश्य पनि तपाईँ र मेरो लागि ढोका खुल्यो, ढोका खुल्यो, ढोका खोलिन्छ, ढोका खोलिन्छ। अब अपग्रेड गर्नुहुन्छ, एलिभेट गर्नुहुन्छ, अझ ग्रेटर मेजरमा, ग्रेटर एनोइन्टिङमा, ग्रेटर ग्लोरीमा, ग्रेटर अथोरिटीमा, होइन, एलिभेट गर्नुहुन्छ भनेर परमेश्वरले तपाईँ र मलाई भन्दै गर्दाखेरि सबैभन्दा पहिला चाहिँ तपाईँ र मैले के एक्सपेक्ट गर्नुपर्छ भन्दाखेरि अब मेरो जीवनमा जाँच आउने रहेछ, म प्रमाणित हुनुपर्ने समयमा आएछ, म डोकिमस हुनुपर्ने समयमा आएछ भनेर तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ। हेर्नुहोस्, विदाउट परमेश्वरको टेस्ट बेगर, जाँच बेगर, जाँचमा परमेश्वरले जाँच गर्नु हुँदाखेरि, आत्माले टेस्ट गर्दाखेरि हामी त्यतिखेर हामी के भन्छौँ, के रेस्पोन्ड गर्छौँ। भन्न त प्रभु म तपाईँलाई पछ्याउँछु भनेर मुखले सबै भन्छौँ, होइन, रियल तपाईँ र मलाई आत्माले टेस्ट गर्दाखेरि चाहिँ हामी भित्रबाट एउटा आवाज निस्किन्छ, हाम्रो मुखले नबोलेको आवाज निस्किन्छ। हामी मुखले एउटा बोल्छौँ तर हामी भित्रबाट एउटा आवाज निस्किन्छ। त्यो बेलामा रियल पवित्र आत्माले तपाईँ र मलाई फायरमा, आगोमा जाँच गरिराखेको समयमा अथवा शत्रुलाई अनुमति दिएर आगो हालिराखेको बीचमा तपाईँ र मेरो क्रन्दन निस्किन्छ। त्यो मुखबाट होइन, हाम्रो जीवनबाट क्रन्दन निस्किन्छ। आइदर परमेश्वरका लागि यस निस्किन्छ कि परमेश्वरका लागि नो निस्किन्छ। हेर्नुहोस्, त्यो त्यसलाई चाहिँ इनर भाउज भनेर भन्छ। हो, त्यो आवाज चाहिँ तपाईँ र मेरो रियल आवाज हो। अनि त्यो रियल आवाज चाहिँ रेस्पोन्ड हो तपाईँ र म। अनि हो, त्यो आवाज अनुसार चाहिँ त्यो रियल आवाजलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ भन्दाखेरि स्वर्गमा सुन्नुहुन्छ अनि उहाँले प्रमाणित गर्नुहुन्छ कि अप्रमाणित गर्नुहुन्छ। हेर्नुहोस्, के हामी त्यो समयको लागि तयारी हुन्छौँ, के हामी त्यो समयको लागि चाहिँ हामी फेल हुन्छौँ। हेर्नुहोस्, त्यसको आधारमा तपाईँ र मलाई अगाडि तपाईँ र मेरो ढोका खोलेको समयमा चाहिँ उहाँले तपाईँ र मलाई परमेश्वर राज्यमा अगाडि बढाउनुहुन्छ। जहिले जहिले जब जब मेरो जीवनमा परमेश्वरले कसैले एलिभेट हुन्छ, अब तिम्रो जीवनमा यस्तो आउँदैछ है, पाल तन्किँदैछ है, अब गर्दैछ है भनेर कसैलाई अगमबाणी गर्यो भने म एकदमै गम्भीर हुन्छु। किन भन्दाखेरि अब मेरो जीवनमा टेस्ट आउँदै रहेछ, त्यो मलाई थाहा हुन्छ। हेर्नुहोस्, किनभने यो कुरा बाइबलमा लेखिएको छ। धेरैजना त्यस्तो खालको अगमबाणी आउँदाखेरि प्रभु महिमा होस्, धन्यवाद होस्, मेरो पाल तन्किँदै रहेछ, मेरो बढ्दै रहेछ, म एलिभेट हुँदै रहेछु भनेर भन्छन्। होइन, कसैले अगमबाणी गर्यो नि यो वरदान तिम्रो यस्तो हुँदैछ, यसरी प्रभुले चलाउनुहुन्छ भन्दाखेरि प्रभु धन्यवाद, महिमा होस् भनेर, होइन, कतिजना त्यो बेलामा दशांश भेटीहरू पनि धेरै चलाउँछन् अरूभन्दा अरू बेला बढी। होइन, हामी त्यो खालको ट्रेन अप भएका क्रिस्चियनहरू छौँ। होइन, तर इनफ्याक्ट के हुन्छ भन्दाखेरि चाहिँ त्यो अगमबाणी साँचो हो भने यदि परमेश्वर त्यो गर्नुहुन्छ भने अनि टेस्टमा लानुहुन्छ परमेश्वरले पहिला। हेर्नुहोस्, हामीलाई त्यो थाहा हुँदैन। अब म टेस्टमा जाँदै रहेछु, त्यो टेस्टमा म प्रमाणित भएँ भने मात्रै त्यो अगमबाणीमा म पुग्ने रहेछु, परमेश्वरको योजनामा म पुग्ने रहेछु। 2016 सालमा हङकङमा हेब्रोन कम्युनिटीमा मासिभ रूपमा हाम्रो लिडर्सहरूलाई अगमबाणी आयो। हेर्नुहोस्, त्यो बेलामा एकदमै पावरफुल अगमबाणी आयो। हेर्नुहोस्, एकदमै एक्युरेट अगमबाणी हो हाम्रो जीवनमा। हेर्नुहोस्, अनि एकजना प्रभुको दासले, एकजना अपोस्टल प्रभुको दासले भन्दै हुनुहुन्थ्यो, अब धेरैजनाले डाँडा काट्छन्, शैतानले डाँडा काट्छ है भनेर भन्ने त्यस्तै नै भयो यहाँनिर कतिजनाको जीवनमा। हेर्नुहोस्, किन त्यस्तो हुन्छ भन्दाखेरि परमेश्वरले अगमबाणीद्वारा चाहिँ फ्युचरको कुराहरू देखाउनुहुन्छ। अनि हामी के हुन्छ भन्दाखेरि त्यो बेलामा हामी ग्राउन्डेड, परमेश्वरको वचनमा, आत्मामा, अगुवाहरूसँग हामी चाहिँ एकदमै ग्राउन्डेड भएनौँ भने, हाम्रो हृदय चाहिँ परमेश्वरको भय, परमेश्वरको आदरमा छैन भने चाहिँ के हुन्छ भन्दाखेरि फ्युचरको कुरा देखाउनुहुन्छ अनि हामी के गर्छौँ भन्दाखेरि ग्राउन्डेड नहुँदाखेरि चाहिँ हाम्रो एलाइनमेन्ट ठिक प्रकारको हुँदैन, हृदयको एलाइनमेन्ट ठिक प्रकारको हुँदैन। हेर्नुहोस्, अनि त्यहाँदेखि के हुन्छ भन्दाखेरि ओहो परमेश्वरले त मलाई यस्तो गर्दै हुनुहुँदो, वरदान यो रहेछ, म त यस्तो मान्छे रहेछु, होइन, मेरो जीवनमा यो आउँदो रहेछ भनेर मान्छे के गर्छन् त, जम्प गर्न सुरु गर्छन्। इनफ्याक्ट त्यो बेलामा चाहिँ परमेश्वरले टेस्ट गर्नुहुन्छ। हेर्नुहोस्, अनि हामी ग्राउन्डेड मान्छे छैनौँ भने, होसियार छैनौँ भने, प्रभुलाई प्रेम गर्ने व्यक्तिहरू छैनौँ भने, हामी अगुवाहरूको अधीनमा सल्लाह नमान्ने मान्छेहरू छौँ भने चाहिँ
त्यो बेलामा हामी अप्रमाणित हुन्छौँ हेर्नु, शैतानले हामी कहाँ पुर्याइदिन्छ हेर्नुहोस्। हाम्रो प्रमाणीकरण हुँदैन, थाहा नै हुँदैन हामीलाई कतिखेर जाँच आयो, परमेश्वरले कतिखेर टेस्ट गर्नुभयो भन्ने कुरोहरू थाहा हुँदैन हेर्नुहोस्। धेरैजना मान्छेको जीवनमा त्यो हो, धेरैजना मान्छेले आफ्नो डेस्टिनी गुमाए हेर्नुहोस्। अगमबाणी भनेको आफै आफ आउने होइन नि, हामी ठिक बाटोमा परमेश्वरले भनेको बाटोमा हिँड्यो भने त्यो कुराहरू आउँछ, हामी अर्को बाटोमा हिँड्यो भने त्यो परमेश्वरले राखेको कुराहरू हाम्रो जीवनमा नआउन पनि सक्छ हेर्नुहोस्। त्यही भएर परमेश्वरको राज्यमा सठिक तरिकाले हिँड्दै गर्दाखेरि मात्रै परमेश्वरको योजना हाम्रो जीवनमा आउने हेर्नुहोस्, होइन? भविष्यको कुराहरू भयङ्कर तपाईँ र मलाई अपोस्टलिक प्रोफेटिक पास्टरको सेवाकामा परमेश्वरले चलाउँदै रहेछ, थाहा भयो अब तपाईँ र मलाई। तपाईँ र म खुसी त अवश्य पनि हुनुपर्छ। सबैभन्दा पहिला हामीले हेर्नुपर्ने के हो कुरा के हो भन्दाखेरि, अब म त्यहाँसम्म पुग्नका लागि चाहिँ होइन, म कसरी ग्राउन्डेड हुनुपर्छ, म कसरी हम्बल हुनुपर्छ, म कसरी सठिक तरिकाले हिँड्नुपर्छ, यो कुरा र मलाई हाम्रो अनुभवी अग्रजहरू अपोस्टलिक लिडर्सहरूको आवश्यक पर्छ हेर्नुहोस् यतिखेर चाहिँ। अनि शैतानले नि थाहा पाउँछ के हुन्छ भन्दाखेरि, येशूलाई पानीको बत्तिसमा भयो, माथि स्वर्गबाट आवाज आयो, यिनी मेरो प्यारो पुत्र हुन् जसँग म प्रसन्न। शैतानले थाहा पायो त्यहाँदेखि। पवित्र आत्माले पनि उजाड स्थानमा शैतानकोमा परीक्षा गर्नका लागि येशूलाई पठाइहाल्नु पनि शैतान आयो परीक्षा गर्नका लागि। शैतानको दूत होइन, माइकल होइन, शैतान आफै सिंहसान छोडेर आयो, उसको सिंहसान छोडेर आयो येशूलाई परीक्षा गर्नका लागि। यो कुराहरू हङकङमा हुने हाम्रा होइन पहिलाका टिमहरूलाई थाहा छ। हामीले अपोस्टलिक ट्रेनिङहरू डेभलपमेन्ट हुँदै गर्दाखेरि हामीले त्यो बेलामा सुनेका थियौँ, लिटरली शैतानको आफ्नो सबैभन्दा टप लेभलको सिंहसान छ, उसको मुनि आर्च एन्जलहरू छ, होइन? ऊ त लुसिफर हो नि त। प्रिन्सिपलिटिजहरू, अधिकारहरू केहरू छन् उसका मुनि मुनिहरू, दुष्ट आत्माहरू छ। दुष्ट आत्मा प्रिन्सिपलिटिज होइन येशूलाई परीक्षा गर्नका लागि, मेन टाउको लुसिफर चाहिँ परीक्षा गर्नका लागि येशूलाई आएको हेर्नुहोस्। किनभने मेजर काम त्यहाँनिर येशूले गर्न लाग्नु भएको थियो, होइन? तपाईँ र मेरो चाहिँ बोलावट चाहिँ हायर लेभलको छ भने, भोलि गएर तोडा थुप्रै दिएको छ भने त्यही लेभलको आउँछ हेर्नुहोस्, टेस्ट गर्नका लागि। थाहा हुन्छ उसलाई, एनाउन्समेन्ट भयो, यिनी मेरा प्यारा पुत्र हुन् जसँग म अति प्रसन्न हुन्छु। त्यति मात्र होइन, बत्तिसमा उनीहरूले के भने, हेर परमेश्वरको पाठोलाई भनेर घोषणा गरिदियो, जसले संसारको पाप उठाइ लान्छ। थाहा पायो? इजरायलले मात्रै होइन, शैतानले पनि थाहा पायो। शैतान आफै ए परमेश्वरको योजना त यो रहेछ भनेर उजाड स्थानमा टेस्ट गर्नका लागि आयो हेर्नुहोस्। अनि त्यो टेस्टमा के गर्नु पर्थ्यो भन्दाखेरि, उहाँ परमेश्वरको पुत्र भए पनि उहाँ विजय हुनु पर्थ्यो हेर्नुहोस्। उहाँलाई विजय हुनको खाँचो थियो, उहाँ जाँचिँदै हुनुहुन्थ्यो। परमेश्वरले छोडिदिनु भयो उहाँलाई, पवित्र आत्माले पठाइदियो शैतानको हातमा, होइन? कसले चलाउँदै हुनुहुन्छ व्हाइट बोर्ड? पुष्पक अचम्मे भन्ने व्यक्तिको हुनुहुन्छ, तपाईँले मेरो व्हाइट बोर्ड चलाउँदै हुनुहुन्छ, कृपया म तपाईँलाई आग्रह गर्दछु हेर्नुहोस्। अनि त्यहाँदेखि हिब्रूले भन्छ उहाँ पुत्र भए पनि उहाँ पाउनु भएको दुःख कष्टद्वारा उहाँ चाहिँ प्रमाणित हुनुभयो, परिपक्व हुनुभयो भनेर भनेको छ हेर्नुहोस्। उहाँ डोकीमस हुनुभयो हेर्नुहोस्। अनि आज तपाईँ र मैले, यो पुस्ताले, हामीले परमेश्वरलाई धन्यवाद होस् प्रोफेटिक गिफ्टको लागि, प्रोफेसरको लागि, प्रोफेटिक रेभोल्युसनको लागि परमेश्वरलाई धन्यवाद होस्। किन भन्दाखेरि प्रोफेटिक रेभोल्युसन, प्रोफेटिक गिफ्टको कारणले गर्दाखेरि मण्डलीमा परमेश्वरको इच्छा थाहा पाएर धेरै मानिसहरूले आफ्नो आइडेन्टिटी थाहा पाए हेर्नुहोस्। रेभोल्युसनको कारणले गर्दाखेरि धेरैले के भन्छ भन्दाखेरि प्रोफेटले यसो भन्छ प्रब्लम आउँछ भनेर उनीहरूलाई प्रब्लमतिर ध्यान दिन्छ। होइन, प्रोफेटिक वरदान र मिनिस्ट्रीको लागि धन्यवाद परमेश्वरलाई अझ ज्यादा हुनुपर्छ मण्डलीमा। किन भन्दाखेरि यसले चाहिँ रेभोल्युसन ल्यायो, हाम्रो आइडेन्टिटी थाहा भयो, हामीलाई परमेश्वरको योजना थाहा भयो, परमेश्वरलाई धन्यवाद होस्। तर एट द सेम टाइम सँगसँगै के पनि हुन्छ भन्दाखेरि चाहिँ परमेश्वरको राज्यमा अगाडि बढ्नका लागि, रोक्नका लागि चाहिँ अन्धकारको शक्तिले पनि रेसिस्टेन्सहरू हाम्रो जीवनमा ल्याउँछ हेर्नुहोस्। टेस्टहरू ल्याउँछ, जाँचहरू ल्याउँछ, होइन?
येशूलाई जसरी जाँच्नु भएको छ तब र मलाई जाँचहरू आउँदै जान्छ। जब जब उहाँलाई तपाईँ र मेरो डेस्टिनी थाहा हुन्छ, है यो मान्छे त प्रेरित पो रहेछ त, यो मान्छे त अगमवक्ता पो रहेछ, यो मान्छे त यसो पो रहेछ त, उसो पो रहेछ भनेर अलरेडी हाम्रो लागि चाहिँ के भएको हुन्छन् भन्दाखेरि जाँचहरू, टेस्टहरू, होइन, परीक्षाहरू, अवरोधहरू खडा भएर बसेको हुन्छ। जब पावल यरुसलेमतिर जाँदै गर्दाखेरि अगमवक्ताहरूले मण्डलीमा भएका थुप्रैले आत्मद्वारा भने नजानुहोस् तपाईँ यरुसलेममा, तपाईँलाई बाँधिनेछन्, कुटिनेछन् भनेर भन्यो। पावलले के भन्यो भन्दाखेरि होइन, तपाईँले रुइरिकन मलाई किन तपाईँले चाहिँ मेरो हृदयलाई फटाउनुहुन्छ, म त येशूको लागि मर्न पनि तयार छु भनेर ऊ जान्छ यरुसलेममा। उसलाई त्यस्तै हुन्छ, म मर्नका लागि पनि म आफूलाई केही पनि ठान्दिनँ भनेर उसले भन्छ। आफ्नो जीवन उसले परमेश्वरलाई सुम्पेको थियो। उसलाई थाहा थियो म यरुसलेम पुगेँ, यरुसलेम पुगेर बाँधिएँ भने मात्रै म राजाहरूलाई मेरो बोलावटमा जो पहिल्यै बोलिएको छ हननियाद्वारा, राजाहरूद्वारा उनीहरूमा गवाई हुनेछ, अनि म रोम पुग्छु भनेर उसलाई चाहिँ परमेश्वरको मेजर विल उसलाई थाहा थियो। त्यो प्रोफेसरलाई थाहा पाएन, प्रोफेसरलाई अलिकति मात्र थाहा पाए, यरुसलेममा यो मान्छे बाँधिन्छ है, पेटीले बाँधिन्छ है भनेर अगमवक्ताले थाहा पायो। परमेश्वरको पूर्ण योजनाको एउटा अंश मात्रै अगमवक्ताहरूले थाहा पाए। हेर्नुहोस्, अगमवक्ताहरूले प्राय कहिलेकाहीँ अगमबानीको सेवकहरू उनीहरूलाई अंश मात्रै थाहा पाउँछ, पूर्ण रूपमा थाहा पाउँदैन। त्यो डटरलाई जोडेर चाहिँ कसले भन्दाखेरि अपोस्टलिक ग्रेस मान्छेलाई चाहिँ परमेश्वरको पूर्ण विलहरूलाई चाहिँ उनीहरूले चाहिँ प्रस्तुत गर्ने, त्यसअनुसार निर्माण गर्ने कामहरू गर्दछन्। हेर्नुहोस्, यहाँनिर मैले भन्न खोजेको, जब परमेश्वरको योजना तपाईँको जीवनमा थाहा हुनुहुन्छ, परमेश्वर तपाईँलाई अगाडि बढाउनुहुन्छ, डोकिमस परमेश्वरले के गर्नुहुन्छ भन्दाखेरि परमेश्वरले तपाईँ र मलाई जाँच गर्नुहुन्छ। म यो कुराहरू किन भन्दैछु भन्दाखेरि एक्ज्याक्ट यो समयमा परमेश्वरले धेरै मानिसहरूको जीवनमा परमेश्वरले डोकिमस गर्दै हुनुहुन्छ, टेस्ट गर्दै हुनुहुन्छ, जाँच गर्दै हुनुहुन्छ। हलचलहरू आउँदैछ भित्र मनहरूमा, परिवारहरूमा, मण्डलीहरूमा, फाइनेन्सहरूमा, विभिन्न कुराहरूमा परमेश्वरले जाँचहरू गर्दै हुनुहुन्छ। अनि त्यो जाँचहरू किन गर्दै हुनुहुन्छ भन्दाखेरि को जेन्युइन डोकिमस रहेछ, को चाहिँ होइन, को चाहिँ नम्बरी सुन रहेछ, को चाहिँ होइन मिक्स रहेछ भनेर थाहा पाउनु पर्यो नि त परमेश्वरलाई, मानिसहरूलाई पनि थाहा पाउनु पर्यो नि, होइन। अनि त्यहाँदेखि परमेश्वरले त्यो सबै कुराहरू चाहिँ हलचलहरू गरेर हल्लाएर शैतानलाई पनि अनुमति दिनुहुन्छ, विभिन्न कुराहरू आउन सुरु गर्छ। अनि हामी भित्रबाट जेन्युन परमेश्वरमाथि, परमेश्वरको जन हो भने, जेन्युन विश्वास भएको मान्छे हो भने यो बेलामा यस म तपाईँको बोलावटलाई, तपाईँको योजनालाई म पुरा गर्छु भनेर हाम्रो हृदय भित्रबाट क्रन्दन निस्किन्छ। हेर्नुहोस्, यतिखेर चाहिँ जो मान्छे फेक हो, जो मान्छे चाहिँ जेन्युइन होइन, उनीहरूबाट त्यही आवाज निस्किन्छ। जब जब मान्छे आगोमा जाँदाखेरि उसले ढाँट्दैन, अगाडि मृत्युलाई देख्दाखेरि त्यो मान्छेले ढाँट्दैन। हेर्नुहोस्, आफूलाई ढाँट्दैन। जब मृत्युको सामने आम्ने सामने खडा हुँदाखेरि मान्छेले ढाँट्दैन। जब जब ऊ एकदमै आगोको बिचमा हुँदाखेरि कसैले पनि ढाँट्दैन। पुलपिटमा ढाँट्छन् कति मान्छेहरूले पुलपिटमा अहिलेको जमानामा। हेर्नुहोस्, होइन, धेरै त्यो खालको छ। तर जब मान्छे आगोमा जान्छ, टेस्ट आउँछ, उसलाई परीक्षाहरू हुन्छ, मृत्युको आम्ने सामने हुँदाखेरि त्यतिखेर उसले ढाँट्दैन। त्यतिखेर चाहिँ रियल ऊ भित्रको कुरा चाहिँ त्यतिखेर निस्किन्छ। हेर्नुहोस्, अनि परमेश्वरले त्यो चाहनुहुन्छ। परमेश्वरले चाहेकै त्यो समयमा के हो भन्दाखेरि यो भित्र चाहिँ के लुकेर बसेको छ, के आवाज आउँछ, यो मान्छेको जीवनबाट के आवाज आउँछ, भित्र लुकेर बसेको आवाज, उसको चोइस, उसले के कुरालाई छान्छ त्यो बेलामा। मलाई छान्छ कि संसारलाई छान्छ, जीवनलाई छान्छ कि मृत्युलाई छान्छ, परमेश्वरको योजना छान्छ कि अर्को बाटो छान्छ भनेर चाहिँ त्यो आवाजलाई चाहिँ परमेश्वरले देख्न चाहनुहुन्छ। नत्र भने अब्राहमलाई सोद्धाखेरि हुन्छ, परमेश्वरलाई किन इसहाक चाहिएको थियो र बलिदानको लागि? भेडाहरू थुप्रै थियो नि त, भेडाको बलिदानले भइराखेको थियो, किन इसहाकको रगत चाहिएको थियो र परमेश्वरलाई? इसहाकको रगत चाहिँ परमेश्वरले चाहेको होइन नि, वास्तवमा एउटा टाइप बनाउँदै हुनुहुन्थ्यो पछि येशूको लागि, होइन, एउटा छाया बनाउँदै हुनुहुन्थ्यो परमेश्वरले। तर इसहाकको रगत चाहिएको होइन नि त, भेडाको रगतले उहाँलाई भयो त भरे। त्यस पछाडि त्यो इसहाकलाई उहाँले मार्नको लागि होइन, अब्राहम भित्रबाट के निस्किन्छ त्यो बेलामा? अब्राहमको चाहिँ त्यो बेलामा आवाज के आउँछ, रेस्पोन्ड के आउँछ? परमेश्वरले जाँच्दै हुनुहुन्थ्यो। हेर्नुहोस्, अनि जब अब्राहमले चाहिँ के गर्यो भन्दाखेरि इसहाकलाई बलिदान चढाउनको लागि तयार भयो, अनि उसले भने अब मैले थाहा गरेँ
त परमेश्वरको भय मान्दो रहेछस्, म मेरो सिंहासनको शपथ खान्छु भनेर परमेश्वरले भन्नुभएको छ। त्यस पछाडि हेर्नुहोस्, अब्राहमलाई जाँच गर्ने परमेश्वरले तपाईँ र मलाई पनि जाँच गर्नुहुन्छ यो समयमा। हामी भित्रबाट के निस्किन्छ? जब जब तपाईँ र मेरो होइन नानीहरू, श्रीमतीहरू, पैसाहरू, समस्याहरू, मण्डलीमा मान्छेहरूको विभिन्न प्रकारको कुराहरू आउँदै जान्छ, विरोधहरू आउँदै जान्छ, होइन मान्छेहरू घट्दै जान्छन्, पैसाहरू घट्दै जान्छ, अथवा के हुन्छ, हिजोसम्म भयङ्कर थियो, आज मान्छेले तपाईँलाई आक्रमण गर्न थाल्छन्, तपाईँको इज्जत घट्दै जान्छ, हरेक कुराहरूबाट हेर्नुहोस्। अनि परमेश्वरलाई मात्र सबैभन्दा बढी थाहा हुन्छ यो मान्छेको धर्नासो चाहिँ कहाँ छ। बुझ्नुहुन्छ धर्नासो? म अलिकति गाउँको भाषा बोल्दैछु, कति नयाँले बुझ्नुहुन्न होला होइन। धर्नासो भनेको चाहिँ पहिला गाउँमा हुँदाखेरि के हुन्थ्यो भन्दाखेरि त्यो ठुल्ठुलो भैँसीहरूलाई मार्दाखेरि चाहिँ कतिजना के गर्नुहुन्थ्यो भन्दाखेरि उसको पछाडिको मेन नसालाई काटेर त्यहाँबाट रगत निकाल्थ्यो, अनि त्यो भैँसीहरू चाहिँ मार्थे। त्यसरी त्यसलाई धर्नासो भन्दो रहेछ। त्यो चाहिँ अलिकति नसा चिन्ने मान्छेहरूले चाहिँ छाप पाएर त्यो नसालाई काटिदिन्थ्यो होइन। अनि रगत निस्किएपछि बिस्तारै त्यो राँगा अथवा भैँसी चाहिँ मर्थ्यो। हेर्नुहोस्, हामी सानो थियौँ त्यो बेलामा हामीले देख्थ्यौँ, त्यसलाई धर्नासो भन्दो रहेछ गाउँले भाषामा बोल्दाखेरि। त्यो चाहिँ लाइफ लाइन हो हाम्रो जीवनको होइन। त्यो नसा काटियो भने चाहिँ के हुन्छ त? मृत्यु आउँछ। लाइफ लाइन हो त्यो चाहिँ हाम्रो जीवनको। अनि परमेश्वरलाई मात्रै थाहा हुन्छ यो मान्छेको लाइफ लाइन धर्नासो चाहिँ कहाँ छ भनेर। अनि त्यहीँनिर उहाँले छुइदिनुहुन्छ, त्यहीँनिर टेस्ट गर्न दिनुहुन्छ, त्यहीँनिर शैतानलाई छुन दिनुहुन्छ। अनि त्यतिखेर चाहिँ तपाईँ र मबाट विश्वासको आवाज आउँछ कि यस आउँछ कि नो आउँछ कि के आवाज आउँछ, त्यतिखेर निस्किन्छ। हेर्नुहोस्, नत्र भने आइतबार शनिबार चर्चमा चाहिँ प्रभु म तपाईँको सेवा गर्छु, हालेलुया होइन, म मर्न पनि तयार छु, पत्रुसले भनेको जस्तो तपाईँको लागि म मर्न पनि तयार छु भन्छ। येशूले के भन्नुहुन्छ? होइन, आज राति नै तिमीले भाले बाँच्नुभन्दा अगाडि 3 पल्ट मलाई इन्कार गर्नेछ भनेर येशूले बोल्नुभयो होइन। तर उसको धर्नासो कहाँ थियो भन्दाखेरि मान्छेलाई डराउने व्यक्ति थियो ऊ चाहिँ। जब येशूलाई पक्रेर लाँदाखेरि त्यो बेलामा चाहिँ होइन उसले 3 पटकसम्म पत्रुसले इन्कार, किनभने मान्छेको भय मान्ने व्यक्ति थियो ऊ चाहिँ। उसको धर्नासो त्यहाँनिर थियो। अर्को शब्दमा भन्दाखेरि त्यही कुरामा परमेश्वरले टेस्ट गर्नुभयो। हेर्नुहोस्, अनि तपाईँ र मेरो कमजोरपनहरू कहाँनिर छ? के कुराले तपाईँ र मलाई गलाउँछ? के कुराले तपाईँ र मलाई कमजोर गराउँछ? हरेकको आफ्नो आफ्नै हुन्छ। हेर्नुहोस्, मेरो जीवनको आफ्नै छ, मेरो श्रीमतीको आफ्नै छ, मेरो नानीहरूको आफ्नै, तपाईँहरूको आफ्नै छ। कसैको पद प्रतिष्ठा, पैसा, छोराछोरी, श्रीमती, श्रीमान होइन, इज्जत, इमान, सेवकाई, विभिन्न कुरा तपाईँ र मेरो लागि चाहिँ लाइफ लाइन धर्नासो भएर बसिराखेको हुन्छ। हेर्नुहोस्, अनि परमेश्वरले ती कुरा ती छुइदिनुहुन्छ, छुने अनुमति दिनुहुन्छ परमेश्वरले चाहिँ। याकुबको बल, याकुब चाहिँ भयङ्कर बलियो मान्छे हो, फाइट गर्ने मान्छे हो। कोही देख्यो कि फाइट भनेर चाहिँ उसले के गर्थ्यो, उसको दिमागमा आउँथ्यो। हेर्नुहोस्, शैतान के अरे शैतान अरे स्वर्गदूतसँग रातभरि कुस्ती खेल्यो। हेर्नुहोस्, स्वर्गदूतसँग कुस्ती खेलेर जित्यो पनि। हेर्नुहोस्, तर अन्तिममा त्यही स्वर्गदूतले उसको जाङलाई छुइदियो। जाङ भनेको उसको बल हो। हेर्नुहोस्, धर्नासोले छुइदियो अनि जीवनभर ऊ चाहिँ कमजोर भयो, खल्चाङ खल्चाङ गर्दै हिँड्यो। अनि त्यही स्वर्गदूतले उसको नामलाई परिवर्तन गरे, आजदेखि उता तिमी चाहिँ इजरायल हो भनेर। अब परमेश्वरलाई थाहा भयो, अब यो मान्छेको बल घट्यो, संसारको बल घट्यो, अब चाहिँ यो मान्छेबाट चाहिँ स्वर्गीय योजनाहरू अगाडि बढ्छ। अब चाहिँ यो मान्छे तयारी भयो भनेर चाहिँ होइन स्वर्गदूतले उसलाई त्यही बेलामा आशिष दिएको कुराहरू तपाईँ र मैले देख्दछौँ। डोकिमस प्रमाणित हुने कुराहरू। हेर्नुहोस्, कोही पनि व्यक्तिहरू आज परमेश्वरले तपाईँ र मलाई परमेश्वरले पृथ्वीमा चलाउनु हुन्छ भने पहिला टेस्ट र तपाईँ र म जानै पर्छ। हेर्नुहोस्, हरेकको जीवनमा आउँछ। एकपल्ट तपाईँले आफ्नो जीवनलाई फर्केर हेर्नुहोस् त होइन, कति पटक तपाईँ र मेरो जीवनमा टेस्ट र ट्रायल आयो। कहिले राम्रो कुराबाट आयो, कहिले नराम्रो कुराबाट आयो। अस्ति हामीले सुन्दै थियौँ कहिलेकाहीँ हामीलाई एकदमै प्रशस्तताबाट आउँछ, धन सम्पत्तिबाट आउँछ, एकदमै ऊबाट आउँछ नि, कहिलेकाहीँ हामीले दुःख र कष्टबाट पनि टेस्ट आउँछ। यी सबै कुराहरूमा चाहिँ तपाईँ र म चाहिँ यी कुराले रोक्नु हुँदैन, यी कुराहरूमा पछि हट्नु हुँदैन। यी कुराहरूमा प्रमाणित भएर हामी अगाडि बढ्यौँ भने, डोकिमस भएर अगाडि बढ्यौँ भने अनि परमेश्वरले तपाईँ र मलाई अगाडि बढाउनुहुन्छ। हेर्नुहोस्, अनि परमेश्वर तपाईँ र मलाई के गर्नुहुन्छ भन्दाखेरि ढोका खोल्नुहुन्छ र उहाँको होइन बृहत मात्रामा तपाईँ र मलाई अगाडि परमेश्वरले बढाउनुहुन्छ। परमेश्वरको योजना त्यो। हेर्नुहोस्, त्यो बेगर परमेश्वरले काम गर्नुहुन्न।
हामी अलिकति क्यारिस्मेटिक पेन्टिकोस्टल ब्याकग्राउन्डबाट आएको छ, ओ अभिषेक 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 भनेर होइन, पुरा अभिषेक सङ्गतिको बेलामा थाप्छौँ, अनि त्यहाँदेखि चाहिँ भयङ्कर एनोइन्टेड हामी फिल गर्छौँ। हुँदैन त्यस्तो। अभिषेक आउँछ, पक्का पनि परमेश्वरले अभिषेक गर्नुहुन्छ होइन, तर नेक्स्ट परमेश्वरको राज्यमा के हुन्छ भन्दाखेरि त्यो मान्छे तयार छ कि छैन। पुलपिटमा अभिषेक त भएर हुँदैन। घरमा चामल होइन, अब यो गाउँको भाषा म बोल्दैछु, चामलको पिठो नहुँदाखेरि चाहिँ अभिषेक त हुनुपर्छ, त्यतिखेर चाहिँ परमेश्वरले टेस्ट गर्नुहुन्छ हेर्नुहोस् होइन। पुलपिटमा अभिषिक्त भएर हुँदैन। पुलपिटमा यदि घरभित्र चामल तपाईँ र मेरो साथमा नहुँदाखेरि, भोक भोकै हुँदाखेरि, त्यो बेलामा प्रमाणित भयो भने नि पुलपिटमा परमेश्वरले प्रयोग गर्नुहुन्छ। हामी पुलपिटमा एक्टिङ गर्छौँ, भयङ्कर अभिषिक्तको एक्टिङ गर्छौँ, घरमा हामी फेल हुन्छौँ कहिलेकाहीँ। कहिलेकाहीँ हामी बाहिर काममा हामी फेल भइराखेका हुन्छौँ, जबमा फेल भइराखेका हुन्छौँ। हेर्नुहोस्, परमेश्वरले त तपाईँ र मलाई पुलपिटमा मात्रै हेर्नुहुन्न नि, काममा हेर्नुहुन्छ, बिजनेसमा हेर्नुहुन्छ, घरमा हेर्नुहुन्छ, सबै क्षेत्रमा हेर्नुहुन्छ। त्यहाँनिर जब प्रमाणित हुन्छौँ अनि परमेश्वरले पुलपिटमा हरेक क्षेत्रमा परमेश्वर तपाईँ र मलाई प्रयोग गर्नुहुन्छ। हेर्नुहोस्, येशूलाई 30 वर्षसम्म बाउको घरमा दि कार्पेन्टर अफ नाजरत, कार्पेन्टरको काम गर्दाखेरि, परमेश्वरको पुत्रले कार्पेन्टरको काम बाउसँग गर्दै गर्दाखेरि परमेश्वरले के भन्नुभयो भन्दाखेरि यिनी मेरा प्रिय पुत्र हुन् जससँग म प्रसन्न छु। 30 वर्ष कार्पेन्टरको काम एउटा पनि सेवकले नगर्दाखेरि परमेश्वरले भन्नुहुन्छ जसँग म प्रसन्न छु भनेर भन्नुहुन्छ। हेर्नुहोस्, उहाँ दि मसाइया, दि परमेश्वरको पुत्र भएको कारणले गर्दाखेरि प्रसन्न भएको होइन, उहाँले पनि तपाईँ र म जस्तै प्रमाणित हुनु पर्थ्यो। उहाँले पनि परमेश्वरले जे भन्छ त्यो गरेपछि मात्रै प्रमाणित हुन्थ्यो। हेर्नुहोस्, येशू चाहिँ कन्या मरियमबाट जन्मेर जे गर्दा पनि हुने होइन, त्यस्तो हुँदा परमेश्वरको राज्य होइन त्यो। सबै परमेश्वरको राज्यको सिद्धान्तमा चलेको हुन्छ। इभन परमेश्वर पनि सिद्धान्तमा चल्नुहुन्छ। स्वर्गदूतहरू अर्डरमा चल्छन्, पुत्र पनि परमेश्वरको अर्डरमा चल्नु पर्थ्यो अनि मात्रै उहाँ प्रमाणित हुन्छ, उहाँहरू चल्नुहुन्छ। हेर्नुहोस्, येशू चाहिँ परमेश्वरको पुत्र भएकोले गर्दा कन्या मरियम पवित्र आत्माले जन्मेको भए जे मन लाग्छ उहाँलाई त्यो गर्ने अनुमति हुन्न थियो उहाँलाई। उहाँले 30 वर्षसम्म के गर्नु पर्थ्यो भने एक्ज्याक्टली परमेश्वरले भनेको काम गर्नु पर्थ्यो। 30 वर्ष संसारको बाउ पिता युसुफको अधीनतामा रहेर कार्पेन्टरको काम गर्दाखेरि परमेश्वरले भन्नुहुन्छ म प्रसन्न छु भनेर परमेश्वरले भन्नुहुन्छ। हेर्नुहोस्, परमेश्वरले प्रमाणित गर्नुभयो उहाँलाई कार्पेन्टरको काम गर्दाखेरि। हरेक पटक उहाँले बाउलाई कार्पेन्टरको काम गर्दै गर्दाखेरि त्यो कार्पेन्टर, त्यसलाई चाहिँ ग्रिक भाषामा टेक्टोन भनेर भन्छ। अहिले हामीले कार्पेन्टर इङ्ग्लिसमा कार्पेन्टर कार्पेन्टर भनेको सिकर्मी भन्ने हाम्रो चलन छ होइन, टेक्टोन हो। टेक्टोन भनेको चाहिँ बिल्डर्स हो। उहाँले केवल काठको काम मात्रै गर्नु भएन, नाजरतको त्यहाँ वरिपरि उहाँले बिल्डर्सको काम गर्नुभएको थियो। हेर्नुहोस् होइन, घर बनाउने त्यो बेलाको बिल्डर्सको कामहरू उहाँले गर्नुभएको थियो। त्यो बेलामा चाहिँ त्यो कामहरू गर्दै गर्दाखेरि पनि उहाँ परमेश्वरको इच्छा पुरा गर्दै हुनुहुन्थ्यो। धेरै लाग्छ म फुल टाइम सेवक हुँदाखेरि, पास्टर हुँदाखेरि, फुल टाइम सेवकै गर्दाखेरि मात्रै परमेश्वरको इच्छा पुरा गरे जस्तो लाग्छ। होइन, तपाईँ र म जहाँ छौँ परमेश्वरले त्यहाँबाट नै तपाईँ र मेरो जीवनमा सेवकाईको सुरुवात हुन्छ। त्यहाँ चाहिँ प्रमाणित हुनुपर्छ। त्यहाँनिर तपाईँ र मलाई भन्नुपर्छ स्याबास असल विश्वासयोग्य मेरो दास। जब तपाईँ र मैले होइन किचनमा गएर हामीले डिसवासिङ गर्दै गर्दाखेरि, किचन हेल्परको काम गर्दै गर्दाखेरि, होइन हामीले सेक्युरिटी गार्डको काम, म हङकङको कन्टेक्समा बोल्दैछु है, कन्स्ट्रक्सनमा तपाईँ र मैले चाहिँ फोहोर मैला सफा गर्दै गर्दाखेरि परमेश्वरले भन्छ स्याबास असल विश्वासयोग्य मेरो दास, म तिमीसँग प्रसन्न छु भनेर परमेश्वरले भन्नुपर्छ। त्यहाँ प्रमाणित भयो भने मात्रै तपाईँ र मलाई पुलपिटमा प्रयोग गर्नुहुन्छ परमेश्वरले। हेर्नुहोस्, त्यहाँ डोक्युमेन्ट्स हुनु पर्यो, त्यहाँ हेर्नुहुन्छ। येशूले भन्नुभएको छ जो अर्काको कुरामा विश्वासयोग्य हुँदैन भने कसरी परमेश्वरले आफ्नो कुरा दिनुहुन्छ भनेर भन्नुभएको छ। हेर्नुहोस्, परमेश्वर यो प्रमाणीकरण भन्ने कुरा, यो इमान्दारिता भन्ने कुरा चाहिँ, यो फेथफुलनेस भन्ने कुरा चाहिँ तपाईँ र मेरो हृदयभित्रबाट निस्किने कुरा हो। यो हेर्नुहोस्, काममा जबमा विश्वासयोग्य नहुने, परिवारमा सम्बन्धमा विश्वासयोग्य नहुने चाहिँ कसरी पुलपिटमा विश्वासयोग्य हुन्छ? चर्चमा चाहिँ, घरमा, काममा, जबमा, स्कुलमा अविश्वास योग्य मान्छे
बेइमान मान्छे अर्को शब्दमा कडा शब्दमा बोल्दाखेरि रातारात फुल टाइम सेवकै पास्टर अथवा एल्डर डिकन पनि त्यो मान्छे विश्वासयोग्य हुन्छ? ऊबाट विश्वासयोग्यता बग्छ? बग्दैन। हेर्नुहोस्, उसको त्यो चाहिँ टोटालिटी हो, त्यो चाहिँ क्यारेक्टर हो, त्यो चाहिँ उसको आवाज हो। विश्वासयोग्यता भन्ने कुरा आवाज हो त्यो। हेर्नु, ऊ हरेक दिन निस्किँदै गरेको आवाज हो त्यो चाहिँ। उसले झाडु लाउँदै गर्दा, क्लिनिङ गर्दै गर्दाखेरि ऊ भित्र निस्केको आवाज हो त्यो। कतिको विश्वासयोग्य छ कि छैन भन्ने आवाज हो त्यो। उनले आफ्नो एक्सनद्वारा भन्दैछ परमेश्वरलाई, म विश्वासयोग्य छु है, अथवा म चाहिँ बेइमान छु अथवा अविश्वासयोग्य छु भनेर उसले भन्दैछ। हेर्नुहोस्, परमेश्वरले ती कुराहरू हेर्नुहुन्छ तपाईँ र मेरो जीवनमा। हेर्नुहोस्, हामी कसरी हाम्रो जीवनलाई, ती कुरालाई हामी ह्यान्डल गर्छौँ, कुन चाहिँ तरिकाले तपाईँ र मलाई ह्यान्डल गर्छौँ, त्यसको आधारमा परमेश्वरले तपाईँ र मलाई प्रमाणित गर्नुहुन्छ। हेर्नुहोस्, चर्चमा आइतबार शनिबार आएर हालेलुया यता गर्दै उफ्रिँदै होइन दान वरदान चलाउँदाखेरि परमेश्वरलाई प्रमाणित गर्ने होइन तपाईँ र मलाई। त्यो गर्नुपर्छ, नगर्नु भन्न खोजेको होइन मैले, फेरि गलत नबुझ्नु होला तपाईँहरूले। तर एभ्री डे, एभ्री मोमेन्ट, एभ्री थट्स, इमोसनहरू, हाम्रो हरेक कुराहरू, सम्बन्धका कुराहरूमा होइन परमेश्वरले एउटा सम्बन्ध दिनुभयो। फेरि कस्तो हुन्छ, यो अलिकति एल्डर्सहरूलाई ठुलो चुनौती चाहिँ कस्तो हुन्छ भन्दाखेरि परमेश्वरले कहिलेकाहीँ हाम्रो चर्चमा राम्रो मान्छे होइन नराम्रो मान्छेहरू पठाइदिनुहुन्छ। परमेश्वरले मन नै नपर्ने मान्छे पठाइदिनुहुन्छ परमेश्वरले। हेर्नुहोस्, किन मान्छे हो नि, मन पर्ने र मन नपर्ने सबैसँग हुन्छ नि, होइन र? चर्चमा पुलपिटमा गएर पास्टर अथवा एल्डर हुँदैमा भयङ्कर सबैलाई मन पराउने हुन्छ र? हामी त्यो एक्टिङ त गर्छौँ, त्यस्तो हुँदैन। हामी एक्टिङ धेरै गर्छौँ, पास्टर्सहरू झन् जति धेरै सेवाकाई गर्दै उति एक्टिङ गर्न आउँछ हामीलाई। हेर्नुहोस्, भयङ्कर पुलपिटमा एउटा हाम्रो एउटा एक प्रकारको इमेज हुन्छ, अर्कोतिर अर्को इमेज हुन्छ, त्यो गर्नु हुँदैन वास्तवमा हामीले। त त्यस्तो भइराखेको छ। हेर्नुहोस्, हामीलाई मन पर्ने मान्छे पनि हुन्छ, मन नपर्ने मान्छे पनि हुन्छ। टिममा मन पर्ने मान्छे पनि हुन्छ, मन नपर्ने पनि हुन्छ। हेर्नुहोस्, काममा मन पर्ने हुन्छ, मन नपर्ने हुन्छ। इभन परिवारमा पनि त्यो कुराहरू हुन्छ, सम्बन्धमा त्यो कुराहरू हुन्छ। अनि परमेश्वरले त्यहाँबाट टेस्ट गर्नुहुन्छ। हेर्नुहोस्, अब कोही कोही मान्छे मन नपर्ने मान्छेहरू, कसै गर्दा पनि नहुने मान्छेहरू हुन्छ, फेरि परमेश्वरले पठाइदिया हुन्छ। त्यो मान्छेलाई हामी कसरी ह्यान्डल गर्छौँ, कुन तरिकाले ह्यान्डल गर्छौँ उनीहरूलाई, होइन कुन तरिकाले हामी उनीहरूलाई गर्छौँ। कहिलेकाहीँ हाम्रो विरुद्धमा मान्छेहरू खराब हुन्छन्, त्यत्तिकै बोली जान्छन्। हेर्नुहोस्, हिजो हेर्नुहोस्, हिजोसम्म भयङ्कर मनमा के अरे मन पराइरहेको थियो, हिजोसम्म भयङ्कर प्रशंसा गर्थ्यो। सडनली के हुन्छ भन्दाखेरि चाहिँ, सडनली के हुन्छ भन्दाखेरि चाहिँ मन नपराउन थाल्छ, उसले हाम्रो विरोध गर्न थाल्छ। अनि त्यहाँदेखि के हुन्छ भन्दाखेरि त्यहाँबाट परमेश्वर तपाईँले मेरो हृदयलाई टेस्ट गर्नुहुन्छ। हेर्नुहोस्, अब फर इक्जाम्पलको लागि म दाउद र अब्सलोमको उदाहरण दिन्छु म तपाईँलाई। उसकै छोरा अब्सलोमले गल्ती गर्यो, दाउदले क्षमा दियो, दाउदले सबै कुराहरू गर्यो। त्यही क्षमा दिएको उसको छोरा अब्सलोमले के गर्यो भन्दाखेरि चाहिँ मूल बाटोमा गएर सबै इजरायलको मन कतिखेर आफूतिर फर्कायो दाउदलाई पनि थाहा भएन त्यो। हेर्नुहोस्, भलाइ गरेको मान्छेले। मलाई अचम्म लागेको चाहिँ परमेश्वरको अभिषिक्त जन, परमेश्वरको प्रोफेटहरू साथमा छ, गाद नाथान सबै प्रोफेटहरू दाउदको साथमा छ, कसैलाई थाहा पाएन। फेरि प्रोफेटले जतिखेर थाहा पाउनु त होइन रहेछ, परमेश्वरले भनेपछि मात्रै देख्ने रहेछ। को छ? दाउदको वरिपरि नाथान, गाद सबै छ, त्यहाँ सदोकहरू सबै छ। त्यो मूल ढोकामा चाहिँ फेरि उसकै छोराले चाहिँ दाउदको विरुद्धमा चाहिँ मेरो बाउ होइन म चाहिँ भयङ्कर हो भनेर त्यहाँनिर भन्दैछ। उसले सबै रहस्यहरू लुकेर बसेको छ त्यहाँनिर। परमेश्वरले देखाउनुहुन्न, अनुमति दिनुहुन्छ परमेश्वरले। अनि एक दिन के हुन्छ भन्दाखेरि आफ्नै छोराले, शरण दिएको छोराले के गर्छ भन्दाखेरि दाउदलाई हुर्काइदिन्छ, सिंहस्थानबाट उ गरिदिन्छ। सबै इजरायलीहरू उसको साथमा हुन्छन्। त्यति मात्र न, कतिजना उसका टिमका मान्छेहरू, अहिथोपलहरू को उसकै साथमा हुन्छ।
अनि त्यतिखेर परमेश्वरले दाउदलाई जाँच्नुहुन्छ त्यो बेलामा। तपाईँलाई मलाई दाउदको जीवनलाई हेर्दाखेरि थाहा हुन्छ दाउदले कसरी आफ्नो धार्मिकतालाई इमान्दारितालाई कायम गरेको हुन्छ। उसले आफ्नो छोरालाई मार्नलाई खेदिराखेको हुन्छ बुढो दाउदलाई। सबै इजरायल उसको साथमा हुन्छ। अनि त्यो अब्सालोमलाई नमार्नु भनेको हुन्छ योआबलाई, तर योआबले मारिदिन्छ। अनि त्यतिखेर दाउदले त्यो बेलामा दाउदले नाटक गरेको होइन, हाय मेरो छोरा अब्सालोम अब्सालोम भन्दाखेरि दाउदले नाटक गरेको होइन, त्यो साँच्चै रोको। बरु म चाहिँ मरेको भए हुन्थ्यो, तिमी मर्यो भनेर चाहिँ दाउदले भन्छ। त्यतिखेर फेरि योआबले भन्ने नै विद्रोह गर्छ। त्यो बेलामा तपाईँले यो बेलामा हामीलाई लाजमा पार्नुभयो, यत्रो विजय दिएको बेलामा हामी तपाईँको साथमा रहँदैनौ भन्छ। त्यतिखेर चाहिँ हेर्नुहोस् त। अनि त्यतिखेर त्यो बेलामा चाहिँ त्यो हृदय चाहिँ त्यो जीवन चाहिँ परमेश्वरले जाँचिराखेको हुन्छ दाउदलाई। अनि परमेश्वरले भन्नुहुन्छ मेरो हृदय अनुसारको मानिस। अर्को शब्दमा भन्दाखेरि म पनि यस्तै छु, मेरो हृदय यस्तो छ है दाउदको जस्तो। एउटा पृथ्वीमा यस्तो खालको मान्छे छ दाउद, यो मान्छेको हृदय चाहिँ सट्टै मेरो मेरो जस्तै हृदय हो। यो मेरो जस्तै हृदय लिएर यो पृथ्वीमा बसेको छ। अर्को शब्दमा भन्दाखेरि मेरो हृदय अनुसारको मानिस दाउदलाई मैले भेट्टाएको छ। परमेश्वरले प्रमाणित गर्नुभयो, डोकिमस गर्नुभयो। हेर्नुहोस् ल, ऊ त आफ्नै छोरा भयो। राजा साउल मर्दाखेरि पनि दाउदले त्यही गरेको छ। हेर्नु, शत्रु मार्नका लागि पटक पटक खेदेको, भागेको। हेर्नुहोस्, रिसले एकपटक चाहिँ फिलिस्टिनसँग लागेर चाहिँ साउललाई होइन युद्धमा गर्न पनि खोजेको थियो अन्तिम युद्धमा। हेर्नुहोस्, तर साउल राजालाई मार्ने मान्छेलाई, मैले साउललाई मारे भन्ने मान्छेलाई मारिदिन्छ। हेर्नुहोस्, तैँले जब अभिषिक्तलाई किन मारिस, तेरै मुखले तँलाई गवाइदिन्छ, उसको पनि टाउका काटिदिन्छ। हेर्नुहोस्, साउल र जोनाथनको लागि उसले ठुलो विलाप गर्छ। नि विलापको उसले चाहिँ होइन विलापको उसले चाहिँ भजन अथवा गीत लेखेको छ होइन। द सङ अफ बज भनेर भन्छ। तपाईँले त्यो बाइबलमा हेर्न सक्नुहुन्छ। तपाईँले युट्युबमा हेर्नुहोस्, सङ सङ के अरे सङ अफ द बाउज भनेर एकदमै त्यो कतिवटा गीतहरू त्यसलाई बनाएको छ। हेर्नुहोस्, ऊ भित्रबाट त्यो बेलामा विलापको गीत आउँछ। प्रोफेटिक इन्सपाइरेसन हुन्छ उसलाई। आफ्नो मालिक दाउद र आफ्नो साथी होइन आफ्नो मित्र जोनाथन मर्दाखेरि शत्रु मार्नलाई खेदिराखेको हुन्छ, तर ऊ भित्रबाट चाहिँ विलापको गीत इन्सपायर भएर आउँछ प्रोफेटिक किसिमले, सङ अफ द बाउज। अनि परमेश्वरले भन्छ मेरो हृदय अनुसारको मानिस मैले एउटा पृथ्वीमा भेटाएँ, मेरो हृदय जस्तो मान्छे, म जस्तै मान्छे दाउद, दाउदको राज्य भनेर परमेश्वरले डोकिमस टेस्ट साउलको जीवनबाट दाउदलाई टेस्ट गर्दैछ। अब्सलोमको जीवनबाट दाउदलाई टेस्ट गर्दैछ। योआबको जीवनबाट दाउदलाई टेस्ट हुँदैछ। अनि दाउद प्रमाणित हुँदै गएको छ, प्रमाणित हुँदै गएको छ होइन। अनि एक दिन परमेश्वरले दाउदलाई भन्नुहुन्छ अब म तेरो घरना बनाउनेछु, तेरो म राजघराना बनाउनेछु, तेरो जीवनमा तेरो सन्तानमा म एउटा दियोलाई म जोगाइराख्नेछु भनेर परमेश्वरले भन्नुहुन्छ। प्रमाणित भइसके पछाडि हेर्नुहोस् त, अनन्त अनन्तसम्म तेरो सिंहसानलाई म स्थिर गर्नेछु। त्यो सिंहसानलाई येशूद्वारा उहाँले के गर्नुभयो, पुरा गर्नुभयो। डोकिमस, हेर्नुहोस्, डोकिमस। अनि आज परमेश्वरले यी सबै कुराहरू तपाईँ र मलाई होइन, हामी भयङ्कर अभिषिक्त हुन चाहन्छौँ, भयङ्कर हामी परमेश्वरको राज्यमा चलाइन चाहन्छौँ, भयङ्कर परमेश्वरको मिराकल्सहरू दान बदानहरू चलाएर भयङ्कर किसिमले हामी अगाडि बढ्न चाहन्छौँ, तर हामी टेस्टमा जान चाहँदैनौँ। अनि त्यो टेस्टले चाहिँ तपाईँ र मलाई के गर्छ त, त्यो ठाउँमा पुर्याउँछ। तर जब तपाईँ र म टेस्ट हुँदै गर्दाखेरि चाहिँ के हुन्छ, धेरै पटक हामी फेल हुन्छौँ, धेरै पटक प्रमाणित हुन सक्दैनौँ। धेरै पटक हामी त्यो बेलामा होइन हामीलाई हामीबाट अर्कै आवाजहरू निस्किन्छ। हेर्नुहोस्, पेनले, हाम्रो दर्दले, हाम्रो पीडाहरूले स्कारहरू बनेर बन्छ। जब टेस्ट आगोको धुवाहरूले खरानी हुँदै गर्दाखेरि आइदर हामी ख्रिस्ट येशूको नेचरमा दाउदको जस्तो परमेश्वरको जस्तो हृदय भएको मान्छे भएर हामी निस्किँदै हुन्छौँ, कि हामी अर्कै मान्छे, अर्कै मान्छे भएर हामी निस्किन्छ। एउटा न एउटा त हुन्छौँ त्यो बेलामा।
धेरै मान्छेहरू टेस्ट आउँदाखेरि, जाँच आउँदाखेरि संसारतिर फर्केर गएका छन्, अर्कै मान्छे भएका छन्। हेर्नुहोस्, धेरै मान्छेहरू धेरै मान्छेहरू पछि हटेका छन्, धेरै मान्छेहरू अविश्वासमा हिँडेका छन् जाँच आउँदै गर्दाखेरि, धेरै मान्छेहरूले त्यागेका छन्, धेरै मान्छेहरू अर्कै नेचरको भएर चाहिँ निस्किन्छन्, परमेश्वरको वचनको तरिकाले होइन, होइन। तर यी सबै कुराहरूमा जब हामी प्रमाणित हुँदै गयौँ भने चाहिँ हामी ख्रीष्ट येशूको स्वरूपमा हामी यदि हामी डोकिमस भयो भने, हामी प्रमाणित भयो भने चाहिँ परमेश्वरको स्वभावमा हामी चाहिँ अगाडि बढ्दै जान्छौँ। परमेश्वर जस्तो, ख्रीष्ट येशू जस्तो, होइन, हामी स्वरूपमा हामी अगाडि बढ्दै जान्छौँ। अनि हामीलाई हरेक क्षेत्रहरूबाट जाँचहरू आउँछ हाम्रो जीवनमा, आउनु पनि पर्छ तपाईँ र मेरो जीवनमा। अनि त्यो जाँचहरू आउँदै गर्दाखेरि चाहिँ, होइन, हामीलाई परमेश्वरले प्रमाणित गर्दै हुन्छ। डोकिमस, हरेक कुराहरूबाट परमेश्वर तपाईँ मलाई जाँचहरू गर्नुहुन्छ। म अब अलिकति कुराहरू भनेर म अन्त गर्छु। मैले अस्ति पनि भनेको थिएँ, यहाँनिर पावलले तिमोथीले भन्छ। अनि एउटा क्षेत्र चाहिँ के हो भन्दाखेरि सत्यको वचनलाई तपाईँ र मैले कसरी ह्यान्डल गर्दैछौँ, परमेश्वरको वचनको प्रकाशलाई, सत्यतालाई कसरी तपाईँ र मैले ह्यान्डल गर्दैछ। पावलले तिमोथीलाई भन्छ 2 तिमोथी 2:15मा, शर्माउन नपर्ने सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूलाई आफूलाई परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमग्दो प्रयत्न गर। मैले यो कुराहरू, यो डोकिमसको बारेमा भन्दै गर्दाखेरि अझै धेरै कुराहरू भन्न मलाई मन लागिरहेछ। किन भन्दाखेरि यो जेनेरेसन, यो पुस्ताहरू परमेश्वरले एकदमै, होइन, उत्साहहरू छ, जोस छ, जाँगरहरू छ, अभिषेक पनि गर्नुभएको छ। तर एकदमै समस्या के हो भन्दाखेरि परमेश्वरको वचनमा धेरै कमजोर भइराखेको छ। हेर्नुहोस्, धेरै कमजोर भइराखेको छ, एकदमै ज्यादा दान वरदानहरू चलाइराखेको हुन्छ, परमेश्वरको वचनमा कमजोर भइराखेको छ। हेर्नुहोस्, परमेश्वरको वचनलाई, सत्यको वचनलाई ठिकसँगले ह्यान्डल गर्न सकेको छैन। अनि अलिक पछाडि के हुन्छ भन्दाखेरि कुनै पनि सेवक एकदमै ज्यादा मेनिफेस्टेसन भन्छ दान वरदानमा, प्रकटीकरणमा, जसले आफ्नो सेवकाईको आधार बेस बनाउँछ, त्यो गिर्छ। यदि तपाईँ र मेरो सेवकाईको आधार चाहिँ वरदान बनाएको छौँ भने, मेनिफेस्टेसन बनाएका छौँ भने पानीको फोका जस्तो हो त्यो सेवकाई, केही समय पछाडि गिर्छ, फाउन्डेसन हुँदैन त्यो। तपाईँले ध्रुव शिष्यज्यूको म उदाहरण दिन चाहन्छु, अरू पनि छन् थुप्रै सेवक, कङ्ग्रेस डेभलपमेन्ट, अरू थुप्रै उदाहरण छ। ध्रुव शिष्यको उदाहरण दिँदाखेरि सबैलाई मान्य हुन्छ यहाँनिर, होइन। कङ्ग्रेस भन्यो भने कतिले मान्नुहुन्न होला, अरू भन्नु भने मान्नुहुन्न होला, होइन। तपाईँहरूको आफ्नो आफ्नो रिजर्भेसनहरू हुनसक्छ, हेराइहरू विचारहरू हुनसक्छ, इट्स ओके, त्यसमा समस्या छैन, होइन। हामीलाई समस्या छैन कङ्ग्रेससँग। तर ध्रुव शिष्य भने चाहिँ जसले पनि मान्नुहुन्छ नेपाली जगतमा, होइन। उहाँकै उदाहरण दिउँ, हेर्नुहोस्, उहाँले आफ्नो जीवन र आफ्नो सेवकाईको आधार चाहिँ परमेश्वरको रेभोल्युसनमा, प्रकाशमा, वचनमा राख्नु भएको छ। अहिलेसम्म उहाँ फल हुनु भएको छैन, गिर्नु भएको छैन। हेर्नुहोस्, उहाँले आफ्नो सेवकाई र जीवन अगमबाणीमा, दान वरदानमा, होइन, मेनिफेस्टेसनमा राख्नु भएन, त्यही भएर स्थिर हुनुहुन्छ। धेरै व्यक्तिहरू आए, बिलाए, गए, जसले चाहिँ वरदानमा एकछिन पानीको फोका जस्तो भयङ्कर फट्टै ठुलो फोका आयो, थप सबैले देखे, तर आधार, फाउन्डेसन नहुँदाखेरि धेरैजना बिलाएर गए। अहिलेको जेनेरेसन मानिसहरू, जवानहरूमा एउटा समस्या छ। हेर्नुहोस्, धेरै मेनिफेस्टेसनहरू, वरदानहरूको पछि लागेका छन्, परमेश्वरको वचनलाई, होइन, परमेश्वरको वचनका कुराहरू यहाँनिर पावलले त्यही भएर तिमोथीले भन्छ सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने। हेर्नुहोस्, ठिकसँग प्रयोग गर्ने कामदार जस्तै, अनि परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमग्दुर प्रयोग गर, होइन। त्यसको लागि अध्ययन गर, स्टडी गर, सत्यको वचनलाई ठिकसँग प्रयोग गर, बाहिर देब्रे होइन, शर्माउन नपर्ने किसिमले जस्तो चाहिँ एउटा कामदार जस्तो चाहिँ भनेर यहाँनिर भनिराखेको छ। पावलले तिमोथीलाई अर्थ दिँदाखेरि त्यो भन्छ। हेर्नुहोस्, पुरा दान वरदान चलाएर यस्तो गर उस्तो गर भनेर भन्दैन। अर्को ठाउँमा भनेको छ, मैले हात राख्दाखेरि, एल्डर्सले हात राख्दाखेरि तिमीले पाएको वरदानलाई गाउँ भनेर तिमोथीलाई भनेको छ भने यहाँनिर सत्यको वचनलाई के भन्छ, ठिकसँग प्रयोग गर्ने कामदार जस्तो चाहिँ र आफूलाई परमेश्वरकोमा ग्रहण योग्य तुल्याउने प्रयत्न गर भनेर भनिराखेको छ। हेर्नुहोस्,
अहिले यो जेनेरेसनले ध्यान दिनुपर्ने कुराहरू चाहिँ वरदान विश्वासद्वारा परमेश्वरले दिनुहुन्छ। एउटा टेस्ट, एउटा डोक्युमेन्ट्स हुनुपर्ने, प्रमाणित हुनुपर्ने यो पुस्ता आउँदो पुस्ताको लागि, हामी सबैको लागि जाँच चाहिँ के हो भन्दाखेरि परमेश्वरको सत्यको वचनलाई तपाईँ र मैले कसरी प्रयोग गर्छौँ, ठिकसँग प्रयोग गर्छौँ कि बेठिकसँग प्रयोग गर्छौँ, त्यो चाहिँ महत्त्वपूर्ण छ। हेर्नुहोस्, अहिले धेरै मानिसहरूले गलत किसिमले सत्यको वचनलाई प्रयोग गरिराखेको हुन्छ। जो मान्छे डिनोमिनेसनल छ, जुन डिनोमिनेसन संस्थाबाट आएको छ, उसलाई ऊ शिक्षित भएको छ, ऊ त्यही फेथफुल भएको छ। हेर्नुहोस्, उसलाई परमेश्वरको वचनको सत्यतासँग होइन, उसको डिनोमिनेसनले सिकाएको डक्ट्रिनमा ऊ फेथफुल छ। अन्तिममा के हुन्छ भन्दाखेरि ऊ परमेश्वरको सामने ग्रहणयोग्य बन्दैन। हेर्नुहोस्, ऊ आफ्नो डिनोमिनेसन संस्थाको डक्ट्रिन प्रति फेथफुल भयो, परमेश्वरको वचन प्रति भएन। हेर्नुहोस्, अनि कतिजना चाहिँ के हुन्छ भन्दाखेरि फेरि परमेश्वरको वचनको सत्यतालाई जहिले पनि परमेश्वरको वचनको सत्यतालाई लिँदाखेरि नेक्स्ट भनेको चाहिँ विरोधहरू आउँछ, अनि हामीलाई मान्छेसँग डर लाग्छ। अनि त्यसलाई हामीले के गर्नुपर्छ, वाटर डाउन गर्नुपर्छ, मिलाएर चाहिँ मान्छेलाई मिल्ने खालको भन्नुपर्छ। सिधै परमेश्वरले जसो भन्नुभयो, जे कुराहरू परमेश्वरको वचनमा त्यो कुराहरू भनेर मान्छेहरू अफेन्ड हुन्छ। A.W. टोजरले भनेको छ, जहिले पनि परमेश्वरसँग राइट मान्छेहरूसँग चाहिँ समस्यामा पर्छ अरे। हेर्नुहोस्, हामीले छान्नु पर्यो, आइदर म परमेश्वरसँग राइट हुनु पर्यो, परमेश्वरसँग राइट हुने हो भने मान्छेसँग समस्या पर्छ। अब म मान्छेसँग मिल्ने भने फेरि परमेश्वरसँग समस्या हुन्छ। किन भन्दाखेरि परमेश्वरको वचनलाई, सत्यतालाई मैले के गर्नु पर्यो, बेच्नु पर्यो, वाटर डाउन गर्नु पर्यो, कम्प्रोमाइज गर्नु पर्यो। हेर्नुहोस्, कम्प्रोमाइज गर्नु पर्यो तपाईँ र मैले। अनि परमेश्वरले जाँच गर्नुहुन्छ, परमेश्वरले बोल्नुहुन्छ, सत्यता दिनुहुन्छ, होइन? रिफर्मेसनको कुराहरू, रेभोल्युसनको कुराहरू। मार्टिन लुथरले रोमन क्याथोलिकको प्रिस्ट हुँदा हुँदै प्रोफेसर हुँदै उसले सत्यको वचन, उसले रेभोल्युसनद्वारा उसले के गर्यो भन्दाखेरि चाहिँ उसले रेभोल्युसन पायो, अनि अब उसको लागि अब जाँच थियो। त्यो चाहिँ हेर्नुहोस्, उसले त्यो रेभोल्युसनलाई, सत्यतालाई बोल्दाखेरि, रोमन क्याथोलिजमको समय बोल्दाखेरि उसलाई टाउकाको मोल उसको लागि तोकियो। हेर्नुहोस्, उसलाई झुटा शिक्षक, हेरेटिक भनेर उसलाई मार्न खोजियो त्यो बेलामा। कसले भन्दाखेरि त्यही पुरानो उसकै मान्छेहरूले मार्न खोजे। हेर्नुहोस्, जब जब तपाईँ र मलाई सत्यको वचन, रेभोल्युसन, सत्यतामा खडा हुँदाखेरि विभिन्न प्रकारको आरोपहरू आउँछ, हेरेटिक, झुटा शिक्षा, विभिन्न प्रकारको कुराहरू आउँछ, आक्रमणहरू आउँछ। हेर्नुहोस्, अनि त्यो बेलामा परमेश्वरले तपाईँ र मलाई जाँच्नुहुन्छ, डोक्युमेन्ट्स गर्नुहुन्छ। मार्टिन लुथरले त्यो बेलामा कम्प्रोमाइज गरेको भए, त्यो सत्यतामाथि कम्प्रोमाइज गरेको भए, आफ्नो जीवनलाई प्रिय ठानेर कम्प्रोमाइज गरेको भए, पछाडि फर्केको भए परमेश्वरको सामने उनी ग्रहणयोग्य हुने थिएनन्, प्रमाणित हुने थिएनन्। परमेश्वरले अर्को रेभोल्युसन उसको जीवनमा दिने थियो, अथवा परमेश्वरको नजरमा उनी अप्रमाणित ठहरिने थिए। हेर्नुहोस्, ठुलो मूल्य चुक्नु पर्यो, टाउकाको मोल तोकियो, जर्मनको डुकले उसलाई बचाउनु पर्यो, 3.5 वर्षसम्म अन्धकारमा उसलाई एरेस्ट गरे अथवा उसलाई गुमरामा राखियो। त्यो बेलामा उसले न्यू टेस्टामेन्ट जर्मन भाषामा निकाल्यो। हेर्नुहोस्, उसलाई एब्डक्ट गरेर राखियो। त्यस्तो अवस्थामा जानु पर्यो। सत्यतालाई त्यो बेलामा, सत्यको वचनलाई समाएर राख्दाखेरि उसले मूल्यहरू चुकाउनु पर्यो। हेर्नुहोस्, धेरै मान्छेले मूल्य चुकाउन चाहँदैनन् सत्यतालाई। पञ्चदलीय सेवकाई, सत्यता, रिफर्मेसन, यो चाहिँ वचनको सत्यता हो भनेर सुनेको सुनै छ। अहिले हाम्रो विश्वासीहरू मान्दैनन्, तयारी छैन। यो रेभोल्युसन कसैले बुझ्दैन, होइन? अलिकति उनीहरू जब अलिकति अपग्रेड हुन्छन्, उनीहरू पो अपग्रेड हुने। हेर्नुहोस्, परमेश्वरले अगुवालाई अपग्रेड गर्नको लागि, उनीहरूलाई अपग्रेड गराउनको लागि जिम्मेवारी दिएको छ। उनीहरूले स्वीकारेपछि अनि अगुवाले स्वीकार्ने। हेर्नुहोस्,
उनीहरूले बुझेपछि चाहिँ अनि आफू अगुवा अगाडि बढ्ने रे हेर्नुहोस्। कहिले बुझेन कहिले अगाडि नबढ्ने हो। कहिले पनि नबुझ्न सक्छ कतिजनाले हेर्नुहोस्। होइन। जब परमेश्वरले सत्यताको वचन तपाईँलाई मलाई जिम्मेवारी दिने बित्तिकै तपाईँले मेरो लागि टेस्ट हो हेर्नुहोस्। म यहाँनिर पद पढेर म तपाईँलाई आजलाई म अन्त गर्न चाहन्छु हेर्नुहोस्। यहाँनिर हुन त म पछि अलिक डिटेलमा यो म जानेछु। यहाँनिर रोमीको रोमीको पत्रमै हुनुपर्छ कहाँनिर। रोमी 9मा हुनुपर्छ। त्यहाँनिर के भनेको छ भन्दाखेरि यहुदी रोमी 3 अध्यायमा हो। त्यहाँनिर इजरायलको बारेमा के भनेको छ भन्दाखेरि के अब इजरायल होइन त्यहाँनिर मैले पक्नुहोस् है म तपाईँलाई पढिदिन्छु त्यो पढ्दाखेरि राम्रो होला सायद। अब यहुदीलाई के फाइदा छ त, अथवा खतनाको के मोल? हर प्रकारले त्यसमा ज्यादै लाभ छ। सर्वप्रथम त परमेश्वरको बाणी परमेश्वरको बाणी यहुदीहरूलाई सुम्पिएको थियो हेर्नुहोस्। यो तपाईँले सुन्दाखेरि त्यति महत्त्वपूर्ण लाग्दैन होला, मैले पनि त्यति महत्त्वपूर्ण लागेन। मैले जब यसलाई मैले बुझेँ नि, इङ्ग्लिसमा के भन्छ द ओराकल अफ गड उनीहरूलाई सुम्पिएको छ, उनीहरूलाई दिएको छ। ओराकल अफ गड भनेको छ नि इङ्ग्लिसमा, यहाँनिर पक्कै पनि त्यही भनेको हुनुपर्छ। Jews were entrusted with the oracles of God. परमेश्वरको बाणीको लागि उनीहरूलाई जिम्मा दिएको थियो, इन्ट्रस्टेड डोकिमस गरिएको थियो उनीहरूलाई। यहुदीहरू इजरायलीहरू अविश्वास योग्य हुँदाहुँदै पनि परमेश्वरको बाणी रेभुलेसन चाहिँ बाइबलको वचनलाई सम्हाल्ने कुरा, त्यो जिम्मेवारी, वचनको जिम्मेवारी, रेभुलेसनको जिम्मेवारी चाहिँ अन्य जाति होइन यहुदीहरूलाई परमेश्वरले प्रमाणित गर्नुभयो। यो बारेमा हामी पछि डिटेलमा हामी हेर्नेछौँ हेर्नुहोस्। वचनका सेवकहरू भन्दै गर्दाखेरि होइन, यहाँनिर चाहिँ किन यहुदीलाई परमेश्वरले रेभुलेसनको जिम्मेवारी दिने, परमेश्वरको स्पिकिङको ओराकल्सको जिम्मेवारी दिनुभयो उनीहरूलाई? त्यहाँनिर एउटा इतिहास छ। परमेश्वरले उनीहरूलाई जिम्मेवार ठान्नुभयो, विश्वासयोग्य देख्नुभयो, डोकिमस देख्नुभयो। अनि परमेश्वरले इजरायललाई ओराकल्सको लागि अनफेथफुल हुँदाहुँदै पनि त्यहाँनिर केही रेन्मेन्टहरूलाई परमेश्वरले के गर्नुभयो, इजरायलीहरूलाई चाहिँ ओराकल्स रेभुलेसनको लागि जिम्मेवारी दिनुभयो हेर्नुहोस्। उनीहरूले परमेश्वरको वचनलाई कसरी सम्हाले, रेभुलेसनलाई कसरी सम्हाले, यो कुराहरू पछि हामी हेर्नेछौँ हेर्नुहोस्। अनि आज परमेश्वरले तपाईँलाई हामी के भन्छ भन्दाखेरि वरदान के हो? प्रेरित हो, अगमवक्ता हो, पास्टर हो होइन, भयङ्कर। अनि अब अगमवक्तासँग त परमेश्वर बोल्नु पर्यो, प्रेरितसँग त सबैसँग परमेश्वर बोल्नु पर्यो होइन। तर त्यो वरदान चल्छ, परमेश्वरले चलाउन के दिएको वरदान चाहिँ। तर यस्तो खालको मान्छे छ, अगमवक्ता छ अथवा प्रेरित छ अथवा पास्टर टिचर इभान्जलिस्ट अथवा विश्वासी छ, परमेश्वरले उसलाई रेभुलेसन दिनुभयो, त्यहाँ खडा हुन सक्दैन। परमेश्वरले उसलाई भरोसा गर्नै सक्दैन। उनी इन्ट्रस्ट डोकिमस गर्न ऊ जहाँ चाउँछ उसलाई हेर्नुहोस्। धेरै मानिसहरूलाई त्यही भएर जब परमेश्वरले रेभुलेसन वचनको जिम्मेवारी, प्रकाश दिनुहुन्छ, सत्यता दिनुहुन्छ, वचनको सत्यता दिनुहुन्छ, प्रकाशको सत्यता दिनुहुन्छ, हामी त्यसलाई कसरी ह्यान्डल गर्छौँ? पञ्चदलीय सेवकै पुलपिटबाट सिकाएर हुँदैन, लिटरली आफ्नो जीवन र मण्डलीमा परिवारमा लागू गरेको हुनु पर्यो त्यसलाई। पुलपिटमा खडा हुँदाखेरि चाहिँ पञ्चदलीय सेवकै भन्यो, आफ्नो जीवनमा लागू भएन भने हामी परमेश्वरको नजरमा हामी विश्वासयोग्य भएनौँ हेर्नुहोस्। पञ्चदलीय सेवकै परमेश्वरको वचन भनेको टिचिङ गर्ने कुरा होइन, एप्लिकेसन चाहिँ पहिला महत्त्वपूर्ण हुन्छ। परमेश्वरको नजरमा इन्ट्रेस्टेड हुनु पर्यो। जब परमेश्वरलाई सत्यको वचनलाई हामीलाई दिनुहुन्छ, त्यो हामीलाई पालन गर्नका लागि दिनुहुन्छ अनि सिकाउनका लागि दिनुहुन्छ हेर्नुहोस्। आफ्नै चर्चमा, आफ्नै मण्डलीमा पञ्चदलीय सेवकैको वरदान, यो बाइबलीय वरदान लागू भएको छैन।
गर्न सकेको छैन, गरिया छैन। किन भन्दाखेरि बुझ्दैनन्, अनि यिनीहरूले बुझेपछि म लागू गर्छु भनेर बसेका छौँ। तर अरू अरू ठाउँमा गएर हामी पञ्चदलीय सेवकको वरदान सिकाउँछौँ भने परमेश्वरले कसरी तपाईँ र मलाई अधिकार दिनुहुन्छ? कसरी हामी प्रमाणित भयौँ? सत्यको वचनलाई कसरी तपाईँ र मैले ठिकसँग सम्हाल्यौँ? पहिला त मैले मेरो जीवनमा, मेरो परिवारमा, आफ्नो मण्डलीमा त्यसलाई के गर्नु पर्यो? यो सत्य हो, त्यसलाई हामीले लागू गर्नुपर्छ भनेर त्यसलाई तपाईँ र मैले के गर्नुपर्छ? लागू गर्नुपर्ने हुन्छ। हेर्नुहोस्, अनि तपाईँ र मलाई प्रोक्लेम गर्ने घोषणा, जसरी यहुदीहरू दे वर इन्ट्रस्टेड विथ द ओराकल्स अफ गड। हेर्नुहोस्, त्यत्रो इजरायलहरू चाहिँ अनफेथफुल हुँदाखेरि पनि परमेश्वरले अझै के भन्नुहुन्छ भन्दाखेरि सत्यको वचनलाई, ओराकल्स, वचनको प्रकाशलाई घोषणा गर्ने जिम्मेवारी चाहिँ यहुदीलाई सुम्पिएको छ है भनेर, सुम्पियो है भनेर भनेको छ पावलले नै। हेर्नुहोस्, परमेश्वरले विश्वासयोग्य भेट्नुभयो यहुदीहरूलाई, अनि वचन रेभुलेसन पृथ्वीमा ल्याउने जिम्मेवारी चाहिँ यहुदीलाई दिनुभयो भन्ने यहाँनिर भन्छ, ओराकल्स अफ गड। हेर्नुहोस्, आज परमेश्वरले चाहेको डोकिमस प्रमाणित मानिसहरू चाहिँ त्यो मानिसहरू। सत्यको वचनलाई तपाईँ यहाँ एउटा डोकिमस, एउटा प्रमाणित हुने कुराहरू परमेश्वरले पृथ्वीमा ल्याउँदै हुनुहुन्छ। हेर्नुहोस्, जब तपाईँ र म पञ्चदलीय सेवकै अपोस्टलिक रिफर्मेसन मान्ने मान्छेहरू सबै टिममा वरिपरि हुन्छ, हामी सबैले हो भयङ्कर पञ्चदलीय सेवकै हो है भनेर भन्छौँ। अनि एउटा ठाउँमा पुर्याउनु हुन्छ, एक्लो हुन्छ, त्यहाँनिर सबै प्रेरित छैनन्, अगमवक्ता छैनन् भनेको बिचमा चाहिँ हामी के भन्छौँ? मैले सुने कतिजना प्रेरित हुँ भन्नेहरूले त्यो बेलामा गाह्रै पर्यो अरे भन्ने मैले सुने नेपाली जगतमा। हेर्नुहोस्, होइन, परमेश्वरले त्यतिखेर हेर्नुहुन्छ। एक्लै हुँदाखेरि हाम्रो जीवनबाट चाहिँ यो सत्य हो, पञ्चदलीय सेवक निस्किन्छ कि निस्किन्छ? सबै वरिपरि पञ्चदलीय सेवक नमान्ने मान्छेहरूको बिचमा परमेश्वरले पठाउँदाखेरि त्यो बाइबलको वचनको सत्यलाई कसरी हामीले ह्यान्डल गर्छौँ? हेर्नुहोस्, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यहाँनिर चाहिँ डोक्युमेन्ट हुनुपर्ने। हेर्नुहोस्, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। परमेश्वरको सत्यको वचनलाई तपाईँ र मैले कसरी ह्यान्डल गर्न सक्छौँ? हेर्नुहोस्, त्यो सत्यतामा हामी कसरी खडा हुन्छौँ? टेस्ट गर्नुहुन्छ परमेश्वरले। जाने बुझिकन तपाईँ र मलाई टेस्ट गर्नका लागि त्यसको विरुद्धमा खडा हुने मान्छे पठाइदिनुहुन्छ, जाने बुझिकन। अनि त्यो बेलामा तपाईँ र म कसरी खडा हुन्छ? कम्प्रोमाइज गर्दै हुन्छौँ कि हामी खडा हुन्छौँ? त्यो टेस्टको समय हो। अनि त्यो बेलामा तपाईँ र म खडा हुन सकेन भने परमेश्वरको नजरमा विश्वासयोग्य भएनौँ। अनि हामी चाहिँ भन्छौँ नयाँ रेभोल्युसन के दिनुहुन्छ, नयाँ कुरा के, नयाँ अगमबाडी के आउँछ? अविश्वासयोग्य मान्छेलाई कसरी दिनु? त्यो मान्छे प्रेरितै भयो भने, अगमवक्ता भयो भने परमेश्वरले बोल्नुहुन्छ होला त्यो मान्छेलाई। तपाईँलाई थाहा छ, धेरै क्यारिस्मेटिक, धेरै के अरे दान बदान चलाउने मान्छेहरू पछि गएर परमेश्वर बोल्न छाडेर विचक्राफ्टतिर गएको तपाईँलाई थाहा छ। केही न केही त गर्नु पर्यो, केही देखे त भन्नु पर्यो। परमेश्वरबाट देखेकै हुँदैन, एउटा देख्नै पर्ने हुँदाखेरि उनीहरू चाहिँ अर्कै स्पिरिटसँग, विचक्राफ्टको स्पिरिटसँग टच हुन्छ उनीहरू। हेर्नुहोस्, तन्त्र मन्त्र गर्ने आत्मा भनेर भन्छ, धेरैको जीवनमा त्यो भइरहेको छ। यो बाइबलमा छ यो कुराहरू, यो अनुभवमा मात्रै होइन, बाइबलमा पनि यी कुराहरू तपाईँ र मैले देख्छौँ। हेर्नुहोस्, परमेश्वरको वचनलाई, सत्यतालाई तपाईँ र मैले सम्हालेर राख्नुपर्छ हर परिस्थितिमा, जाँच आउँदै गर्दाखेरि। अनि यो तपाईँ र मैले कसरी सम्हालेका छौँ? परमेश्वरले यो समयमा यी कुराहरूबाट तपाईँ र मलाई जाँच गर्नुहुन्छ, हाम्रो व्यवहारका कुराहरूमा, हाम्रो फाइनेन्सका कुराहरूमा, हेल्थका कुराहरूमा, परिवारका कुराहरूमा, मण्डलीमा सत्यको वचनलाई तपाईँ र मैले कसरी सम्हाल। यो सत्यको वचनको बारेमा अझ धेरै कुराहरू छ मैले भन्नको लागि, मैले त जस्ट छुँदै मात्रै छु, इन्ट्रोडक्सन मात्रै गर्दैछु। म अझै पछि तपाईँलाई म यी कुराहरू, म अझै मार्च अप्रिल मे आउँदै गर्दाखेरि कुराहरू म तपाईँहरूको बिचमा म गर्नेछु। हेर्नुहोस्, किन भन्दाखेरि एकदमै निड छ, किन भन्दाखेरि मान्छेहरू यहाँनिर फेल हुँदैछ। हेर्नुहोस्, अहिले धेरै मान्छेहरू, विरोध आउँछ, डर लाग्छ, अवसरहरू गुम्छ, मान्छेले विरोध गर्छन्, एक्लै हुन्छ, अनि कम्प्रोमाइज हुन्छ सत्यको वचनमा।
परमेश्वरको नजरमा के हुन्छ भन्दाखेरि अप्रमाणित हामी भइराखेका हुन्छौँ। अहिले बुझ्दैन, बुझेपछि गरौँला। हामी सबैको आवाजहरू त्यहाँ आउँछ, हेर्नुहोस्। सत्यको वचनले तपाईँ र मैले कसरी ह्यान्डल गर्छ, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। यदि मार्टिन लुथरले बुझ्दैन यहाँले, बुझेपछि म अगाडि बढ्छु भनेको भए यो सबै प्रोटेस्टेन्ट रिफर्मेसनहरू लुथरन हुने थिएन नि, हेर्नुहोस्। जेनेरेसनमा कोही न कोही मान्छेहरू, प्रमाणित मान्छेहरू खडा हुन्छन्। उनीहरूको टाउको मोल तोकिँदाखेरि पनि उनीहरू खडा हुन्छन्। उनीहरू हर परिस्थितिमा उनीहरू मर्न तयार हुन्छन्। एउटा सानो सत्यताको लागि त्यो बेलामा थुप्रै मान्छेहरू जलेर मार्यो। रोमन क्याथोलिकले धेरैलाई क्रुसमा टाँगेर जलाएर हरेकहरेक गरेर मारे, हेर्नुहोस्। एउटा सानो सत्यताको लागि, परमेश्वरको वचनको एउटा झिलको सानो सत्यतालाई उनीहरूले स्वीकार गर्दाखेरि मारिनु पर्यो, हेर्नुहोस्। अनि उनीहरू मरे, तर सत्यतामा उनीहरू झुकेनन्। परमेश्वरको नजरमा उनीहरू विश्वासयोग्य भए। ढोकिमस। आज तपाईँ र मैले सत्यको वचनलाई, होइन, हामीले कसरी लिएका छौँ यो समयमा, यी कुराहरू चाहिँ तपाईँ र मेरो लागि महत्त्वपूर्ण हुनेछ, हेर्नुहोस्। म यी राख्छु आजलाई। मैले यी कुराहरू किन भन्दैछु भन्दाखेरि यी समयहरू आउँदैछ जब जब परमेश्वरको विल तपाईँ र मलाई थाहा हुन्छ, सत्यको वचनमा खडा हुनुपर्ने समय आउँछ, हामीलाई जाँच्नुहुन्छ, हेर्नुहोस्। परमेश्वरले हाम्रो हरेक क्षेत्रबाट जाँच्नुहुन्छ, हरेक परिस्थितिबाट जाँच्नुहुन्छ। अनि जाँच आउँदै गर्दाखेरि तपाईँ र मेरो लागि अवसर हो प्रमाणित हुने, अगाडि बढ्ने। तपाईँ र मेरो लागि अवसर हो परिपक्व बन्ने। यिनी मेरा प्यारा पुत्र हुन् जससँग म प्रसन्न छु भन्ने समय हो त्यो चाहिँ, हेर्नुहोस्। यो बेलामा चाहिँ, अनि यही समयमा परमेश्वर तपाईँ र मलाई ल्याउनु भएको छ। अनि हामी सबैजना डोकिमस हौँ, प्रमाणित हौँ परमेश्वरको नजरमा। त्यस पछाडिको समयमा परमेश्वर तपाईँ र मलाई अगाडि बढाउनेछ, हेर्नुहोस्। यो महत्त्वपूर्ण समयमा परमेश्वर तपाईँ र मलाई ल्याउनु भएको छ। म यी राख्न चाहन्छु। धेरै धेरै धन्यवाद, धैर्यसँग सुन्नुभएको छ। यो कुराहरू परमेश्वरले पृथ्वीमा गर्दै हुनुहुन्छ। हामीले होसियारसँग यी कुराहरू ध्यान दिनुपर्ने हुन्छ। हामी सबैको लागि, यो मेरो लागि पनि हो, हामी सबैको लागि हो। यो बेलामा हामीले प्रभुको दासबाट, डक्टर उड्रफबाट सुनेका थियौँ अस्ति, होइन, जहिले पनि परमेश्वरको राज्य चाहिँ ले होल्ड चाहिँ हामीले कसरी गर्नुपर्छ, बल जफतीपूर्वक गर्नुपर्छ, हेर्नुहोस्। बल जफतीपूर्वक गर्ने मान्छेले स्वर्गको राज्यमा बल जफतीपूर्वक समाउनुपर्छ, हेर्नुहोस्। उनीहरूले मात्रै प्रवेश गर्छन् भनेका छन्। बल जफतीपूर्वक गर्दाखेरि कहिलेकाहीँ तपाईँ र मलाई के हुन्छ भन्दाखेरि, होइन, प्रेम नभएको घमण्डी विभिन्न खालको संज्ञाहरू आउँछ। इट्स ओके, त्यसले केही पनि फरक पर्दैन मान्छेले दिएको संज्ञाले। किङडम, परमेश्वरको राज्य चाहिँ तपाईँ र मैले सम्हालेर राख्नुपर्छ। परमेश्वरको विललाई चाहिँ तपाईँ र मैले पुरा गर्नुपर्छ। त्यहाँनिर ब्रुटल प्रकारको त्यहाँनिर चाहिँ लडाइँहरू, वारफेयरहरू त्यहाँनिर हुन्छ। त्यो वारफेयरको बिचमा पनि तपाईँ र मैले के गर्नुपर्छ भन्दाखेरि, पावल जस्तो यरुसलेममा गयो भने तिमीलाई कुटिन्छ, पिटिन्छ, तिमीलाई यसरी अगा बस्दै त देखायो, पेटी, छालाको पेटीले बाँधिन्छ भनेर देखायो उसलाई। तपाईँलाई थाहा छ त्यो बेलामा छालाको पेटी भनेको सामान्य कुरो थिएन। रोमीहरूले जब छालाको पेटी बाँध्दाखेरि त्यो ठुलो टर्चर थियो त्यो, हेर्नुहोस्। रोमी सेनाहरूलाई, रोमी सिटिजनलाई छालाको पेटीले बाँध्दैन थियो त्यो बेलामा, अरूलाई बाँध्थ्यो। त्यहाँनिर तपाईँले मैले नयाँ करारमा पढाउन थाहा पाउँछु। तर पावलले छालाको पेटीले बाँध्दाखेरि, म पनि रोमी हो नि त, म होइन रोमन सिटिजन हो भन्दाखेरि तुरुन्तै उसलाई पछि हटिहाले त्यहाँ पुलिसहरू, सेनाहरू। उसलाई छालाको पेटीले बाँधेन त्यहाँदेखि। र रोमन सिटिजनलाई त्यो अधिकार थिएन, होइन। तर अगमबाणी आएको थियो। तर त्यो अगमबाणीको बिचमा पनि परमेश्वरको इच्छालाई पुरा गर्नको लागि यरुसलेममा गयो, हेर्नुहोस्। किनभने उसलाई थाहा थियो यरुसलेम गएपछि मात्रै म रोम पुग्छु, म राजाहरूसँग मेरो भेट हुन्छ भन्ने कुरा उसलाई थाहा थियो। परमेश्वरको विजडमबाट त्यो गहिरै थाहा थियो। तर सङ्कटको बिचमा ऊ त्यहाँनिर वारफेयरमा गएर, लडाइँमा गयो, हेर्नुहोस्। आज तपाईँ र म नि, ओ एपोस्टोलिक कुरा गर्दाखेरि त, पञ्चपुजारी गर्दाखेरि त हामीलाई झुटा शिक्षा भन्छ, एक्लो हुन्छ, मान्छेले छोड्छ, साथीहरूले छोड्छ, हामीलाई आदर हुँदैन, अनि एक्लै हुन्छ, हामीलाई डर लाग्छ, होइन। प्रमाणित हुने समय त्यो, हेर्नुहोस्। कसरी हामी परमेश्वरको सत्यतालाई, परमेश्वर दिनुभएको तोडालाई, जिम्मेवारलाई सम्हाल्छौँ, त्यो चाहिँ तपाईँ र मेरो लागि महत्त्वपूर्ण हुनेछ। डोकिमस, टेस्टेड एन्ड प्रुभन, एप्रुभ, टुपोस, छाप,
अनि परमेश्वर तपाईँ र मेरो जीवनमा हरेक सेवकहरूलाई परमेश्वरले जाँच्नुहुन्छ अनि प्रमाणित गर्नुहुन्छ। यो समयमा परमेश्वरले यही कुराहरू गरिदिनुहुन्छ होइन, हरेक व्यक्तिलाई, पास्टर अगुवालाई मात्रै होइन, हरेक व्यक्तिलाई परमेश्वरले गर्नुहुन्छ। के परमेश्वरले तपाईँ र मेरो लागि अगाडि योजनाहरू राख्नुभएको छ, त्यो योजनामा पुग्नुभन्दा अगाडि परमेश्वरले यो कुराहरू तपाईँ र हाम्रो बिचमा गरिदिन्छ। हुन्छ, धन्यवाद। म अब अगाडि बढ्न चाहन्छु। म केही समय केही फिडब्याकहरूको समय, केही नयाँ व्यक्तिहरू हुनुहुन्छ भने यो समय